पडकास्ट भनेर चाहिँ आई डोन्ट नो अलिकति एक्स्ट्रा भर्जनतिर लिन हुने मान्छेहरूले गर्छ अथवा उनीहरूलाई अलिकति सजिलो हुन्छ कि जस्तो लाग्छ? पडकास्ट सुन्ने गफ सुन्ला चाहिँ इन्फर्मेसनल जे जति भयो पनि लास्टमा इन्फर्मेसन मात्र आएर भएन. इट निड्स टु बी द कन्भर्सेसन. एन्टरटेनर आयो भने मलाई एक दिन खुवाएरदेखि हुन्छ नि त राति निद टाइपको. मैले तिमीलाई गेस्ट बोलाउने र मैले पारस खड्कालाई गेस्ट बोलाउनेमा मेरो टोनै फरक हुन्छ क्या. Content creator currently doing podcast. So it explains a lot. I am the niche. अहिले म पडकास्ट गरिरहेको छु, पछि जे पनि गर्न सक्छु है. ओके त्यही नै. धेरै आयो गयो नि त पडकास्ट गर्नु. कोही सेलिब्रिटिजहरूले पनि सुरु गर्नुभयो तर कन्सिस्टेन्सी दिएको छ नि, त्यहाँबाट चाहिँ मान्छेले विश्वास बिल्ड गर्दो रहेछ क्या. तपाईँ स्पोटिफाईमा नि हुनुहुन्छ, के रहेछ त स्पोटिफाईको ट्रेन्ड? हामीलाई अलिकति अहिलेसम्म डिस्ट्रिब्युसनसम्म आउँदाखेरि चाहिँ के हुन्छ, के प्रोसेस हुन्छ, एकचोटि सुनौँ. हामीले जहिले पनि खतरा गेस्ट खोज्छौँ त त्यो गर्न छोड्नु पर्यो. सो यु हेभ टु स्टार्ट समवेयर नि. कमेन्ट्री गर्नु भनेको दोज आर माई डट्स इन लाइफ होइन. एउटा डट छ, बिचमा स्पेस छ, अर्को डट छ क्या. सो त्यो ग्यापमा चाहिँ मैले के गर्ने त? मेरो पडकास्टै फुलफिल गरिरहेको छ कि कति भनेर सोध्दिनँ म. सोर्सेस अफ रेभेन्यू के हो आउट अफ पडकास्ट? कन्टेन्ट क्रिएसनमा त क्रिएटिभिटी त मेन पार्ट हो. सो हाउ डु यु कम्युनिकेट दिज थिङ्स टु द ब्रान्ड? जुन पनि फिल्डमा 100% सक्सेसफुल कोही पनि हुँदैन होइन. सबैजना सक्सेसफुल हुने चान्सेस छैन. बट त्यो 10%मा तिमी ल्यान्ड गर्न सक्यो भने सर्भाइभ हुने रहेछ, सस्टेन हुने रहेछ. बिजनेस रन गर्न गाह्रो कि च्यानल? हेलो एभ्रिवान, वेलकम टु इसेवा क्रिएटर सिरिज. यो हाम्रो फर्स्ट एपिसोड हो. आज के हुँदैछ भनेर थम्बनेल र टाइटलबाट थाहा पाइसक्नुभयो होला. तर आजको एपिसोड चाहिँ एउटा इन्फर्मेसनबाट सुरु गर्छु म. यो एउटा निल मोहन युट्युबको सिइओ, उहाँले एउटा ब्लग लेख्नु भएको थियो. अनि त्यहाँ चाहिँ के भन्नुभएको थियो भने युट्युब इज द एपिसेन्टर अफ कल्चर, अनि पडकास्ट चाहिँ कल्चरलाई ड्राइभ गर्ने एकदमै इम्पोर्टेन्ट फ्याक्टर हो भनेर एउटा ब्लगमा पढाएको थिएँ मैले. सो आजको एपिसोडमा चाहिँ हामीले दुईजना धुरन्धर पडकास्टरहरूलाई नेपालको बोलाएका छौँ. इन्ट्रोडक्सन दिन पनि पर्दैन होला प्रोबेबली, तर आई थिङ्क यहाँबाट नै सुरु गरौँ. दाइले एकचोटि आफूलाई कसरी आइडेन्टिफाई गर्नुहुन्छ प्लिज? म पडकास्टर हो. म फिटनेसको कन्टेन्ट पनि क्रिएट गर्छु अनि त्यसपछि फ्यु बिजनेसेस पनि रन गर्छु. नाइस, थ्याङ्क यू सो मच. आवाज दाइ. नमस्कार, म आवाज घिमिरे, कन्टेन्ट क्रिएटर. त त्योभन्दा पनि आइड लाइक टु कल माइ सेल्फ स्पोर्ट्स कमेन्टेटर. आई डु क्रिकेट एन्ड फुटबल. त्यही हो. अहिले पडकास्ट पनि गरिरहेको छु. नाइस, स्पोर्ट्स बेस्ड. फेरि मेरो चाहिँ हल्का तपाईँहरू दुईजनाको बारेमा रिसर्च गर्दाखेरि चाहिँ एउटा कमन चिज के भेट्यो भन्दाखेरि दुवैजनाको सुरुवात चाहिँ अन्टरप्रेनरसिपबाटै भएको रहेछ कि केही न केही बिजनेस खोलेर सुरु भएको रहेछ. यु वर अ फिटनेस इन्थुजियास्ट टर्न इन्टु फिटनेस अन्टरप्रेनर, अनि तपाईँ स्पोर्ट्स इन्थुजियास्ट टर्न इन्टु फुटसलको ओनर. सो यो बिजनेस गर्नुपर्छ भन्ने चिज चाहिँ कसरी आयो दिमागमा इनिसियल्ली? यङ डेज हो दुवैजनाको, 22-23 वर्षमा तपाईँले सुरु गर्नुभएको थियो. तपाईँले पनि एकदम यङ इयर्समा गर्नुभएको थियो. तपाईँबाटै सुरु गरौँ न, बिजनेस गर्नुपर्छ भन्ने दिमागमा कसरी आयो? मेबी मेरो चाहिँ बाबाले गरेर पनि हो. बाबाको हाम्रो आफ्नै ह्युमपाइप फ्याक्ट्री थियो धादिङमा. अनि त्यो मैले कहिले पनि बाबाको 9 to 5 लाइफ देखिनँ कि. अब कहिले चाहिँ कति महिनाको लागि बाहिर जाने, कति हप्ताको लागि बाहिर जाने होइन. अनि त्यस्तो देखिरहेको हुन्थेँ. अनि हाम्रो फ्यामिलीमा चाहिँ त्यो कहिले पनि त्यो कल्चर भेटिएन कि. त्यसले गर्दाखेरि चाहिँ फिल थियो. प्लस एउटा थियो पहिलेदेखि, अब कलेजमा पनि एक्टिभ अलिकति आफू होइन. स्पोर्ट्स इभेन्टहरू सबै हेर्ने बानी अनि कोअर्डिनेट गर्ने बानी. त्यसले गर्दा पनि एउटा पिआर पहिले बिल्ड भइसकेको थियो. अनि टुवर्ड्स दि एन्ड अफ माई ब्याचलर्स फुटसल खुल्न थाल्यो कि. अनि एक ठाउँमा खेल्दाखेरि सायद त्यहाँ होला मेरो माइन्डमा आएको कि यसो ट्रस्टहरू हेऱ्यो, यताउता हेऱ्यो. अनि मेरो क्लासमेट साथीहरू पहिलेदेखि साथीहरू थियो, उनीहरूलाई चाहिँ मैले गएर ल यसो गरौँ नि त भन्दाखेरि उनीहरू फेरि नन स्पोर्ट्स पिपल के. तर उनीहरूले त्यहाँ बिजनेस देख्यो, मैले चाहिँ प्यासन एन्ड बिजनेस देखेँ कि. सो त्यो कुरा कम्बाइन गरेपछि हामीले एउटा प्रोडक्ट निकालेर मैदान फुटसल सुरु गऱ्यौँ. नाइस. दाइको? म चाहिँ फिटनेसमा एकदमै इन्ट्रेस्ट भएको मान्छे होइन. मेरो आफ्नै फिटनेसको गोल्स जर्नी छ. अनि कलेजमा पढ्दाखेरि चाहिँ एउटा जुन त्यो 7th सेमेस्टर 8th सेमेस्टरमा इन्टर्नसिपहरू गर्नुपर्ने बेलामा मैले एउटा जिममा इन्टर्नसिप गरेँ.
जस्ट सो द्याट अब द पार्ट अफ द म्यानेजमेन्ट सिकिन्छ यताउति भनेर अनि त्यसपछि एउटा पोसिबिलिटी देखेँ कि नेपालमा पनि ओके फिटनेसमा पहिलेदेखि प्यासन थियो तर आई अलवेज थट कि दिस इज नट एन इन्डस्ट्री र त्यतिखेर 2013को कुरा गर्दा चाहिँ त्यतिखेर इन्डस्ट्री त्यत्रो ठुलो भइसकेको पनि थिएन सो त्यहाँ पोसिबिलिटी मात्र मलाई चाहिएको थियो विल आई बी एबल टु सस्टेन अर नट भनेर अन्त त्यहाँ क्लियरली मैले देखेपछि आई थट लाइक हुन्छ नि म बाहिर जान लागेको थिएँ पढ्नलाई मास्टर्स बरु त्यो बाहिर जाने पैसा बरु यहाँ इन्भेस्ट गरेर मैले के गर्न सक्छु भने आई वुड इन्जोय डुइङ समथिङ हुन्छ नि मलाई मन परेकै कुरा गरेर सस्टेन गर्न सक्छु जस्तो फिल भयो अनि द्याट्स हाउ आई गट स्टार्टेड इन फिटनेस ओके जस्तै तपाईँको करियर हेर्दाखेरि चाहिँ दाइ होइन मैले युट्युब फर्स्ट टाइम डिस्कभर गर्दाखेरि आयुष रिमाल र तपाईँ हुनुहुन्थ्यो कि तपाईँले इङ्ग्लिसमा पनि भिडियो बनाउनुहुन्थ्यो कि मलाई एकदम क्लियरली याद छ इङ्ग्लिस ल्याङ्ग्वेजमा बनाउनुहुन्थ्यो युट्युबमा टक्क कन्टेन्ट क्रिएसनहरू गरिरहनु भएको थियो त्यतिखेर मेरो क्वेसन चाहिँ के हो भन्दाखेरि तपाईँले यदि त्यो टाइममा फिटनेस रिलेटेड कन्टेन्ट क्रिएसन नगर्नु भएको भए द फिजिक वर्कसप जुन ब्रान्ड छ त्यसले यति धेरैवटा ब्रान्चेसहरू खोल्न सक्थ्यो होला नट एट अल मैले त्यतिखेर कन्टेन्ट क्रिएट गर्न थालेको नि सो द्याट फिटनेसको पनि मिसइन्फर्मेसन फ्यु क्रिएटर्स त थिएनन् तर लाइक पोस्टहरू यताउतिहरू देखिरहेको हुन्थ्यो मैले अनि कस्तो अनसाइन्टिफिक लाग्थ्यो सो त्यसलाई एउटा हुन्छ नि त्यो मिथलाई हटाउनुपर्छ जस्तो लाग्यो विथ प्रपर इन्फर्मेसन र अर्को कुराहरू भनेको मेरो जिम बिजनेसको पनि प्रमोसन हुन्छ भनेर हो सो त्यो इट वर्क हुन्छ नि राम्रै वन्डरफुल्ली नै वर्क गर्यो मलाई त्यतिखेरसम्म केही पनि थाहा थिएन कि यस्तो गरेँ पछि यस्तो गर्छु भनेर केही पनि प्लान्स नै थिएन कि तर त्यो कन्टेन्ट क्रिएसनको कारणले एउटा क्रेडिबिलिटी पनि बिल्ड भयो त्यसले गर्दा प्रमोसन्स पनि भयो अनि त्यसपछि वान्स पिपल स्टार्टेड बिलिभिङ इन मेरो कज या मेरो भन्नु स्किल्समा त्यसपछि एक्सपेन्सन एन्ड एभ्रिथिङ सजिलो भयो सो तपाईँले कन्टेन्ट क्रिएसन गर्न थालेपछि तपाईँको नेटवर्क पनि बेटर हुँदै गएको हो भन्न सकिन्छ होला डेफिनेटली 100%। जस्तै केही इन्स्टेन्सेसहरू छ त्यसको कन्टेन्ट क्रिएसन सुरु गरिसकेपछि नेटवर्क चाहिँ बिस्तारै वेल कतिजना मान्छे चिनेर नै आउनु थाल्यो जिमहरूमा होइन त्यसरी मैले कतिवटा क्लाइन्ट्सहरू बनाएँ त्यसपछि त्यहाँमध्ये अल सोर्ट्स अफ पिपलहरूलाई चिने लाइक पिपल इन्टु बिजनेस पिपल इन्टु दिस द्याट त्यहाँबाट पनि कति कुराहरू आयो मलाई आइडियाहरू सो त्यसरी नै अनि प्लस त्यो रेकग्नेसन र एउटा ब्रान्ड मेरो मात्र होइन कि मेरो जिमको पनि बिस्तारै बिल्ड भइरहेको थियो त्यो ट्रस्टलाई जुन त्यो त्यतिखेरको नोइज थियो त्यसलाई क्यापिटलाइज गर्न खोजेँ मात्र मैले सेम क्वेसन आवाज दाइले के क्वेसन भन्दाखेरि तपाईँ एकदमै भोकल हुनुहुन्छ मैदान डिन्ट वर्कआउट फर मी भनेर अब त्यतिखेर तपाईँले कन्टेन्ट क्रिएसनतिर लागेर केही मार्केटिङ टेक्निक्सहरू अप्नाउनु भएको भए चाहिँ मैदान एक्जिस्ट गरिरहेको थियो होला डेफिनेटली इट वाज नट द्याट मैदान डिन्ट वर्कआउट अब त्यही हो धेरै पार्टनर्स भएपछि धेरैको सोच मिल्दैन होइन अब अर्को खोलिरहेको थियो त्यो अर्कै स्टोरी छ होइन भएको भए चाहिँ आज मेरो जे छ त्यसले चाहिँ धेरै पुस हुन्थ्यो र अहिले पनि पत्ता हुँदैन होला मलाई एक हप्ता अगाडि कल आएको कि बुकिङ गर्नु थियो भनेर यो लास्ट 1 इयरमा 2-3टा कल आएछ क्या मलाई अनि अब गुगल गऱ्यो होला कसैले के त्यो बेला हामीले एसइओहरू त्यसरी गरेको थियो एभ्रिजना सबैको काम हुन्थ्यो होइन बसेर सो आई थिङ्क अहिले त डेफिनेटली मैदानमा हुन्थ्यो म कन्टेन्टै त्यही बनाइदिन्थेँ नि होइन हामीले पाडाइमा हुँदा नि मैले त्यो लेट्स प्ले भनेर गर्दाखेरि कहाँ भौतारेर हिँड्नु पऱ्यो कसलाई फोन गरेर सो गर्नु पऱ्यो भने प्याराडाइमको जुन युरो कप वर्ल्ड कपहरू हुन्छ युट्युबर्सको त्यो म मैदानमै तानिदिन्थेँ नि होइन च्यानल त मलाई हुन्थ्यो सो कन्टेन्टको हिसाबले र मेरो जुन पिआर छ स्पोर्ट्स मिडियाको त्यसलाई त एकदम डिरेक्टली अफेक्ट हुन्थ्यो नि तपाईँको करियर अन्टरप्रेनरसिपबाट आयो यता दाइको पनि करियर अन्टरप्रेनरसिपबाट आयो त्यसपछि फिटनेस इन्फ्लुएन्सर भन्ने एउटा आइडेन्टिटी क्रिएट भयो त्यसपछि अहिले छुट्टै पडकास्टहरू गरिरहनु भएको छ तपाईँले पनि बिचमा धेरै चिजहरू गर्नुभयो मैदानपछि टिटिभीमा जानुभयो त्यसपछि प्याराडाइम टिभीमा पनि आर्बिट्रेरी फर्स्टमा त्यसपछि प्याराडाइम टिभी अनि त्यसपछि स्पोर्ट्स कमेन्टेटर भर्खर त्योभन्दा अगाडि म्यानेजमेन्ट इपिएलमा यस पोखरा पहिला राइनोज पनि अनि अर्को के पनि पछि नेपाल T20मा चाहिँ लुम्बिनी अल स्टार्स हो त्यहाँबाट अहिले स्पोर्ट्स कमेन्टेटर अनि फेरि कहाँ जोडिरहेको छु भन्दाखेरि पडकास्टमा जोडिरहेको छु सो वाइ पडकास्ट दुवैजनालाई यो क्वेसन चाहिँ यतैबाट सुरु गरौँ मेरो केसमा चाहिँ बिस्तारै पडकास्टहरू नेपालमा आउनु थाल्थ्यो पडकास्ट म पहिल्यै कन्ज्युम गर्ने मान्छे हो होइन नेपालमा बिस्तारै पडकास्टको ट्रेन्ड चलिरहेको थियो अनुपले पनि मलाई अलिकति मोटिभेट गर्यो पडकास्ट गर्नुपर्छ भनेर मैले उसमा 2-4 जस्तो पनि आइसकेको थिएँ अनि सो मैले कन्ज्युम गर्ने
मोस्ट पपुलर फर्म अफ कन्टेन्ट नै पडकास्ट थियो त्यो बेलामा दिनको 4-5 घन्टै सुनेर हुन्थ्यो अनि कस्तो इन्ट्रेस्टिङ लाग्थ्यो कि मलाई नेपालमा अनि त्यस्तो खतरा रिसर्चर्सहरू त्यस्तो खतरा एकाडेमिक्सहरू पाएको भए क्या दामी हुन्थ्यो जस्तो लाग्थ्यो कि मलाई नेपालमा छैन जस्तो लाग्थ्यो मलाई सो मैले ल नि त ठिकै छ फिटनेसको बारेमा एटलिस्ट पडकास्ट क्रिएट गरौँ अगेन मार्केटिङ हुन्छ यताउति प्लस अलिकति सम न्यू चेन्ज पनि हुन्छ मेरो लागि कन्टेन्ट किनभने भ्लग गरेर चाहिँ मलाई वाक्क लाग्न थाल्छ मेरो सो त्यो हिसाबले मैले 8-10वटा फिटनेसको कन्टेन्ट बनाएँ त्यसपछि र त्यो फिटनेसको कन्टेन्ट फिटनेसको पडकास्ट बनाउनुभन्दा अगाडि पनि मलाई के थाहा थियो भने अहिलेको लागि मलाई फिटनेस मैले जानेको सब्जेक्ट हो सो मलाई रन गर्न सजिलो हुन्छ तर अल्टिमेटली चाहिँ एउटा ओपन वर्ल्डमै लाइक हुन्छ नि जनरमा जान्छु भनेर सोचेको थिएँ सो फिटनेस कन्टेन्ट थिङ ह्यापन त्यसपछि मैले अर्को जनरमा स्टार्ट गरेँ त बिस्तारै बिस्तारै आई स्टार्टेड रियलाइजिङ एमसिसीको अराउन्डको बेलामा हो क्या त्यतिखेर मैले एकजना गेस्टलाई बोलाएँ त्यसपछि चाहिँ ओके नेपालमा त रहेछ नि त इन्टेलेक्चुअल्सहरू एकाडेमिक्सहरू जस्तो फिल भयो अनि एक्सप्लोर गर्न थालेँ अनि सो पडकास्ट स्टार्ट किन गरेको रिजन अलिकति डिफ्रेन्ट छ होइन तर इभेन्चुली त्यो फर्स्ट कपाल अफ एपिसोड्स पछि मैले चाहिँ जे कुरा मलाई मन छ तर नेपालमा पोसिबल छैन भनेर सोचिरहेको थिएँ त्यो कुरा भेटाएँ अनि लाइक त्यही बाटोमा लाग्न थाल्यो फेरि ओके सो यो ड्रिभन बाई जेन्युइन क्युरियोसिटी नै जेन्युइन क्युरियोसिटी नै हो अहिले पनि इफ यु लुक एट माई कन्टेन्ट देयर इज लाइक कतिवटा साइटकोहरू म गर्दिनँ क्या अहिले पनि अरू केही रिजन होइन जस्ट लाइक यो मेरो लागि भनेको एउटा हबी हो होइन त्यो हबी भनेपछि त्यो इन्जोयमेन्ट फ्याक्टर हुनुपर्छ अन्त बर्न आउट हुन्छ होइन आई डोन्ट वान्ट टु डु समथिङ जुन चाहिँ मलाई इन्ट्रेस्ट नै छैन सो अहिलेसम्म पनि मलाई इन्ट्रेस्ट भएको काइन्ड अफ टपिक्सहरू या गेस्टहरूदेखि लिएर या हुन्छ त्यसरी मैले सब्जेक्टहरूमा मात्रै गर्ने गर्छु ओके तपाईँकोमा एकछिनमा आउँछु यता आवाज दाइलाई सेम क्वेसन छ त्यो वाइ पडकास्ट तपाईँलाई मैले आई थिङ्क पडकास्ट भनेर तिमीले मैले हामीले उयास्ट गर्दा हल्का फुल्का डिस्कस गर्थ्यौ अनि अनुप हाम्रो घिमिरे सरसँग कुरा हुँदाखेरि उसमा चाहिँ मेरो बेलुका कल हुन्छ कि सो वी सेयर आइडिया झन्डै 1 घन्टाको कल हुन्छ होइन अनि कुरा हुन्छ अनि उसले चाहिँ डोर्समा मलाई बोलाइसकेको थियो अनि मैले अनुपलाई मलाई नि ट्राई गर्नु मन छ यार भनेर गर डुवर्स युज युवर्स भन्यो अनि सुरज सिंह ठकुरी दाई अमन प्रताप अधिकारी दाई अनि आसिफ शाह दाई 3जनासँग गरेँ त्यसपछि चाहिँ कन्फिडेन्स आयो अनि उसले नै मलाई अलिकति के भने तिमी स्पोर्ट्स गर भने कि सुरुमा मान्छेले सुन्दाखेरि म स्पोर्ट्सको गर्छु भनेर चेक मान्छेको दिमागमा क्वेसन आउँछ नि यो त सानो मार्केट छ यस्तो छ उस्तो छ मेरो पनि त्यही आएको थियो कि सो मैले यसो रिसर्च गर्दै जाँदाखेरि चाहिँ इट इज अ इन्डस्ट्री इन इट सेल्फ जुन प्रकारले नेपालमा अहिले स्पोर्ट्स भइरहेछ र जुन इन्भेस्टमेन्ट आइरहेछ एनपिएलले 100 करोडको व्यापार गर्यो विदिन 2 months 3 months एनपिएलले नहुने भए त त्यो इकोनोमीमा त्यो 100 करोड त खेलेन नि त होइन अब अहिले एनएसएल भइरहेछ कबड्डीको भयो भलिबल वुमेन्स भयो मेन्स हुन लाग्छ सो इट्स जस्ट एक्सपान्डिङ के होइन सो त्यसले गर्दाखेरि चाहिँ मैले यसो सोचेँ अनि लट अफ पिपल अनि प्लस कस्तो छ भने अब मैले गलत भनेको होइन है मेन स्ट्रिम मिडियाले जहिले पनि के गर्छ भने अब कोही खेलाडीले सेन्चुरी हान्यो एभ्रिबडी गोज टु इन्टरभ्यू देम यो भयो आई वान्ट टु मोर हाइलाइट दि अनसङ हिरोज होइन र अहिलेको जुन जेनेरेसनमा एउटा फैलिरहेको छ नि बच्चाको कम्मर दुख्ने के सड्किने खाटमा बसेको छ अर्काले भिडियो गेम खेला हेरेको छ टिभीमा त्यही त हो नि होइन अहिलेको जेनेरेसन ढाड दुखेर यो दुखेर हामी त पर्खालो उफ्रेर खुट्टा मर्किरहेको छ मुभ लाएर स्कुल गएको मान्छे हो सो त्यो अलिकति मान्छेलाई फिल होस् किनभने बच्चाले सुन्दैन उसको बाउ आमाले सुन्यो हो नि त त्यो प्लस मेरो चाहिँ एउटा के भने आई डोन्ट वान्ट टु बी अ पार्ट अफ वाट्स ह्यापनिङ आई वान्ट टु चेन्ज मर्ने बेला चाहिँ मलाई मान्छेले त्यो याद राखोस् कि समडे आई विल डेफिनेटली गो इन्टु म्यानेजमेन्ट मलाई गभर्मेन्टको साइडबाट पोलिसी मेकिङमा डिफ्रेन्स ल्याउन मन छ त्यसको लागि अहिले हुँदैछ मेरो काम होइन अनि अर्को चाहिँ आई वान्ट टु हाइलाइट द अनसङ हिरोज अफ स्पोर्ट्स कोचेस होइन त्यसपछि टेक्निकल स्टाफ्स फिजियोजहरू होइन किन किर्तिपुरको हाम्रो पिच क्युरेटर दाइ नै हुन्छ नि त्यही होल गेम खेल्ने पिचको मान्छे के रहेछ उसको कथा के रहेछ होइन हामी सुन कलिङ रङ्गशालाको हाम्रो क्युरेटर दाइ यस्तो दामी दामी सुपरस्टिचियस स्टोरिज छ होइन मान्छेलाई अचम्म लाग्छ क्या त्यो कुराहरू मलाई हाइलाइट गर्नु छ त्यो मान्छेहरूलाई हाइलाइट गर्नु छ खेलाडीलाई सुपरस्टार बनाउनु मन छ क्या द्याट्स वाट आई बिन टट एन्ड आई वान्ट टु डु अब मेरो आफ्नै प्लेटफर्म छ खुलेर गर्न पाउँछु मैले जे पनि गर्न पाएँ मलाई मेरो टेलिभिजनले केही भन्नेवाला छैन बिकज इट्स माई ओन च्यानल ओके जस्तै करेक्ट नि फ्याम्रो है मलाई चाहिँ के लाग्छ भन्दाखेरि पडकास्ट भनेर चाहिँ आई डोन्ट नो अलिकति एक्स्ट्रा भर्जनतिर लिन हुने मान्छेहरूले गर्छ अथवा उनीहरूलाई अलिकति सजिलो हुन्छ कि जस्तो लाग्छ
एक्स्ट्रोभर्टहरूलाई टाइपको कि सो वुड आई बी करेक्ट इफ आई सेड दिस काइन्ड अफ यस ओके किन त्यो चाहिँ आई मिन किन मान्छेलाई गफ पड्का सुन्ने गफ सुन्ला हाँसी इन्फर्मेसनल जे जति भयो पनि लास्टमा इन्फर्मेसन मात्र आएर भएन इट निड्स टु बी त्यो कन्भर्सेसन सो आई थिङ्क त्यो कारणले गर्दा सजिलो हुन्छ ओके तर जस्तै तपाईँलाई हेर्दाखेरि वेयर यु एन एक्स्ट्रोभर्ट वाइल ग्रोइङ अप अर एन इन्ट्रोभर्ट म त अहिले पनि इन्ट्रोभर्ट नै हो ओके तर आइ एम एन इन्ट्रोभर्ट बट आइ एम नट अ साई पर्सन सो देयर इज अ डिफरेन्स अनि आई थिङ्क इन्ट्रोभर्ट भएको फाइदा एउटा चाहिँ के छ भन्नुहुन्छ म चुप्प लाएर सुन्न सक्छु मान्छेले बोलेको अनि मोस्ट अफ द मेरो पडकास्टको प्रोसेस या हुन्छ नि वाट इज ह्यापनिङ त्यतिखेर लाइक आई ट्राइड पहिला सुरु लाइक क्वेसन्सहरू टिपेर त्यो गरेर त्यो स्टाइलले पनि गर्न खोजेँ केही नमिला जस्तो भयो अनि त्यसपछि मैले इभेन्चुअली बरु चुप्प लाएर सुन्ने अनि त्यसपछि त्यो सुनेको अनुसारले क्युरियोसिटी किनभने दिस टपिक्स आर अलरेडी मलाई क्युरियस भएको सब्जेक्टहरू हो वान वे अर दि अदर मैले कुनै बेलामा मलाई हुन्छ नि मैले रिसर्च गरेँ केही खोजेको काइन्ड अफ सब्जेक्ट हो त्यसको क्ल्यारिटी चाहिएको हो नि त मलाई सो आई अलरेडी ह्याभ क्वेसन्स अनि त्यो गेस्टले बोल्दाखेरि त्यो सबै निस्किन्छ सो बिइङ एन इन्ट्रोभर्ट पनि मेरो लागि चाहिँ इट वर्क आउट इन द्याट वे किनभने मेरो जनर या मेरो नेचर अफ पडकास्ट डिफ्रेन्ट छ नाउ गफ गर्नेवाला एन्टरटेनमेन्टवाला पडकास्ट म सक्दैन द्याट्स वाइ आई डोन्ट डु इट एज वेल होइन सो यो इट रियली डिपेन्ड्स अपन द पर्सन र टपिक जस्तो लाग्छ मलाई इन्ट्रेस्टिङ यो एकदम इन्ट्रेस्टिङ इन्साइट आयो दाइलाई मलाई यो फेरि बुझाउनु क्वेसन अलिक कस्तो भन्न खोज्यो भने जस्तै तपाईँ एज अ पर्सन कस्तो हुनुहुन्छ त्यो पर्सनालिटीले मेरो बिलिफ चाहिँ के हो भन्दा यो हो कि मेरो बिलिफ चाहिँ के हो भने तपाईँ एक्स्ट्राभर्जन अथवा एक्स्ट्रोभर्टतिर जानुहुन्छ भने चाहिँ तपाईँलाई पडकास्ट गर्न सजिलो हुन्छ भन्ने चाहिँ मेरो बिलिफ हो इज इट ट्रु इन योर केस इन्ट्रोभर्टहरूलाई अलिकति गाह्रो हुन्छ टाइपको कि त्यो नट जस्ट पडकास्ट है त म मिलाएर पढ्दिन्छु प्लिज म एक्स्ट्रोभर्ट हो मलाई गाह्रो लागेन तर एउटा ठ्याक्क अघि त्यही कुरा रहेछ सो मैले के गरेको थिएँ भने देयर इज अ कमेन्टेटर कल पिटर ड्युरी वर्ल्डको अहिलेको बेस्ट कमेन्टेटर्स म तिमीलाई कति सुनेर हुन्छु नि होइन लाइन्स पोएट्री हान्छ कि बुढाले सो उसको एउटा वान अफ हिज गेस्ट भएको पडकास्टमा चाहिँ उसले के भन्यो भने मोस्ट अफ द फेमस कमेन्टेटर्स दे आर इन्ट्रोभर्ट्स रे क्या तर माइक समात्यो यस्तो अर्कै मान्छे जान्छ नि त त्यो ठाउँ त्यो समय त्यो परिस्थिति हेरेर पनि हुँदो रहेछ जस्तो सुशान्तले नै भन्यो इज अ भेरी गुड एक्जाम्पल के उसले भने चाहिँ मलाई स्ट्राइक गरेको थियो कि पार्टीमा हामी भेट्दाखेरि अनि के छ त सानसानो कुराहरू मात्र भइरहेको थियो कि उसँग तर हामी मिल्छौँ क्या फेरि होइन सो त्यो कुरा हुनु जरुरी छैन एनी वान क्यान स्टार्ट सो पर्सनालिटी भन्ने फ्याक्टर त्यति इम्पोर्टेन्ट छैन इम्पोर्टेन्ट रह पनि ब्रो फेरि है म त्यसमा अलिकति मलाई एड गर्न पनि मन लाग्यो किनभने चाहिँ लाइक आई स्टिल रिमेम्बर यो कुरामा चाहिँ स्टिल स्ट्रगल गरेको मैले होइन पडकास्टहरू गर्ने बेलामा अनि सो लट्स एन्ड लट्स अफ पडकास्ट सब्जेक्टको लागि होइन लाइक आइभ वाच्ड 1.5 घन्टाको पडकास्ट एट टाइम्स अनि त्यो वान्स अर्कै चिजमा फोकस गर्न थालेपछि सब्जेक्ट नै बिर्सिन्छु क्या एन्ड द्याट इज मोस्टली बडी ल्याङ्ग्वेजदेखि लिएर कसरी कन्टेन्ट कन्भर्सेसनलाई डाइभर्स गरेर आएको छ कसरी हुन्छ नि डिफ्रेन्ट नेरेटिभ्सहरूमा गइरहेको छ सो त्यो स्टाइलहरू मैले एकदमै आवर्स एन्ड आवर्स अब्जर्भ गरेँ त्यसपछि लट अफ हुन्छ नि कन्टेन्ट पढेर रिसर्च गरेर यो बोल्ने यो पडकास्ट कसरी गर्ने अहिले पनि मेरो फोनमा नोट्स छ एट टाइम्स इफ आई स्ट्रगल लाइक आई लुक एट एनर्जेटिक भएर वाट एभर इट इज लाइक फ्यु की थिङ्स जुन मेरो लागि इम्पोर्टेन्ट त्यो मैले लेखेर आएको छु स्टिल अहिले पनि इफ मैले हप्ता दिन जस्तो पडकास्ट गरेन भने फर्स्ट डे जाँदाखेरि मलाई त्यो डर भइरहेको हुन्छ इफ कोही गेस्ट आयो जुनमा चाहिँ सी रिसर्चवाला पडकास्ट फर मी द्याट्स भेरी इजी नेचुरली आइरहेको छ तर कोही एन्टरटेनर आयो भने मलाई एक दिन खुवाहरूदेखि हुन्छ नि त्यो राति नै तल टाइपको प्रदात जोपाला अहिले पनि बिहान पनि त्यस्तै फिल भइरहेको हुन्छ अन्त गेस्ट आउँछ अनि म कुरा गर्दाखेरि ऊ पनि नर्भस हुन्छ देन कुरा मिल्छ कि ओके वी आर लाइक ल गरौँ टाइपको सो त्यो अहिले पनि म कम्फर्टेबल चाहिँ छुइनँ कम्प्लिटली नै होइन देयर इज सो मेनी थिङ्स म अहिले पनि वर्क गरेर आएको छु आफूमा त्यो कुराहरूको लागि र लाइक आई अलवेज ह्याभ अ नोट जुन बेला बेला टाइम लाग्यो म रेफर गरिरहेको हुन्छु नाइस ओके जस्तै तपाईँले अघि भन्नुभएको कन्टेक्स्ट चाहिँ कमेन्ट्रीको थियो होइन तर पडकास्ट भनेर त अलिकति आई डोन्ट नो अलिकति इन्फर्मल जसरी हामी कुरा गरिरहेको छौँ इन्फर्मल त्यो कन्टेक्स्टमा चाहिँ एक्स्ट्रोभर्ट भयो भने अलिकति सजिलो नै हुन्छ तर इन्ट्रोभर्ट भएर पनि त्यो लाइक सी पडकास्टमा पनि त एउटा होस्ट हुन्छ एउटा गेस्ट हुन्छ नि त होइन सो होस्टिङको बेसिक्समा जुन बाहिर पढाइनेवाला हुन्छ नि त्यस्तोमा मलाई एकजनाले त्यो रिसर्चहरू के उसको बुक्सको कन्टेन्टहरू पठाएको थियो कि सो कस्तो हुन्छ भने दे आर पिपल एक्जाम्पलको लागि एक्टर एक्ट्रेसेसदेखि लिएर म्युजिसियन्सहरू होइन स्टेज चढेपछि क्यामेरा अन भएपछि अर्कै मान्छे के तर वेन द क्यामेरा इज अफ सट डाउन त्यो नबोल्ने साई टाइपको के
हुन्छ नि त मान्छे होइन. सो इट्स अल म्याटर. मैले भने नि ठाउँ प्रसङ्ग सिचुएसनको कुरा हो होइन. र त्यसै गरी कस्तो पनि हुन्छ भने अब मैले तिमीलाई गेस्ट बोलाउने र मैले पारस खड्कालाई गेस्ट बोलाउनेमा मेरो टोनै फरक हुन्छ क्या है. अब कतिचोटि मैले याद गरेको छु यङ्गर प्लेयर्सलाई म अझ बढी रेस्पेक्ट दिइरहेको हुन्छु किनभने आई डोन्ट वान्ट माई अडियन्स टु फिल लाइक कि यसले चाहिँ हेपेर बोल्यो है कि अलिकति ठाठाडो बोलिछ नि त मेरो त्यो कन्सियस हुन्छ कि. सो पर्सनालिटी चाहिन्छ, रियल लाइफ पर्सनालिटी होइन क्या. पडकास्ट गर्नलाई अथवा कन्टेन्ट बनाउनलाई क्यामेरा अन भएपछि एउटा अर्कै पर्सनालिटी देखाउनु पर्दो रहेछ कति केसेसमा. यहाँ पनि हामी नेचुरली बोलिरहेको छौँ तर सुशान्तले अघि भन्ने नि बडी ल्याङ्ग्वेजको कुरा क्या त्यो फरक भइ नै हाल्छ क्या. अनि हामी क्यामेराको अगाडि बस्ने मान्छेको बडी ल्याङ्ग्वेज अलिकति फरक भइ नै सक्छ क्या. यसरी त बसिँदैन नि त अरू बेला प्याडे म ल्याङफ्याङ गरेर बसिरहेको हुन्थेँ होइन. त्यो त यहाँ गर्न मिलेन नि त. सो त्यो खालको कुराहरू हुन्छ क्या. ओके. युट्युबमा यसो हेर्ने हो भने निस भन्ने शब्द चाहिँ लास्ट धेरै युज भइरहेको हुन्छ होइन. अब आवाजले हेर्ने हो भने आवाजले स्पोर्ट्स निस टक्क समातेर बस्नु भएको छैन. तपाईँको युट्युबको कन्टेन्टको निसलाई हेर्ने हो भने चाहिँ सुरु एउटाबाट भएको थियो पुगिरहेको छ एउटामा. जस्तै फिटनेसबाट सुरु भएको थियो, फिटनेस भिडियोजहरू आइरहेको थियो, बिचमा गेट फिट पडकास्ट पनि गर्नुभयो, 7-8वटा एपिसोडहरू गर्नुभयो क्यारे. अनि त्यसपछि यु केम ब्याक टु यो अहिले जे गरिरहनु भएको छ त्यही. मेरो क्वेसन चाहिँ के हो भन्दाखेरि तपाईँले फिटनेसबाट राम्रै अडियन्स बिल्ड गर्नुभएको थियो नि त. कति 100K पुगिसकेको थियो होला? 60. ए ओके ओके. तपाईँले त्यही यही सुशान्त प्रधान च्यानलमा नै अहिले गरिरहनु भएको चिज किन गरिरहनु भएको छ? हाउ डु यु लुक एट निस? सँगसँगै यो दुइटै क्वेसन तपाईँलाई. अब मैले दुइटै जनर मैले त्यसरी फेरि टु टेक्निकल छुइनँ. कतिवटा कुराहरू इन्टुइटिभली नै म्याच भइरहेको हुन्छ होइन. मैले अहिले यसो मेरो जर्नी हेर्दाखेरि पनि जुन यो मार्केटिङ गऱ्यो अनि बिजनेस इस्टाब्लिस भयो नन अफ इट वाज प्लान, इन्टुइटिभली फेल्ट राइट. अनि त्यो हिसाबले म गएँ. त्यो बेलामा के थियो भनेपछि मेरो भ्लग गर्न मलाई भक्कै लागिसकेको थियो. अब भ्लग नगरौँ टाइपको. अनि म एज अ पर्सन पनि सिफ्ट भइरहेको थियो, चेन्ज भइरहेको थियो. लाइक फ्रम अ भ्लगर जसले हुन्छ नि युर लाइफ इज काइन्ड अफ लाइक एन ओपन बुक. म त्यति ओपनै नभए पनि भ्लगिङ भनेको जनर नै ओपन हुनु पऱ्यो. टु अराउन्ड यो पेन्डेमिक एन्ड एभ्रिथिङ पछि चाहिँ लट अफ इकोनोमी ग्लोबल थिङ्सहरू यताउति हेर्दा प्राइभेसीको कुराहरू आउनु थालेपछि लाइक म अहिले एकदमै म के गर्छु कसैलाई पनि थाहा छैन कि टु बी भेरी अनेस्टली मेरो सोसियल मिडियामा हेरेर. सो त्यो त्यसरी सिफ्ट भइरहेको बेलामा मलाई भ्लग चाहिँ गर्नु मन थिएन. वाक्कै लागिसक्यो, वर्षौँ गरिसकेको थिएँ. अनि अब नयाँ च्यानल बनाउने त किन बनाउने, अलरेडी अडियन्स त यसबाट सबैलाई मन नपऱ्यो भने कोही कसैलाई त मनपर्छ, त्यो त अलरेडी बिल्ड गरिसकेको चिज हो. सो त्यहाँतिर नै मैले खासै जस्तो केही प्लान नगरेँ, यतिकै च्यानलमा राखौँ न त भनेर राख्न थालेको. देन इट वर्क आउट. ओके. त्यसो भए तपाईँको च्यानलको निस भन्दा पनि सुशान्त प्रधान इज द निस भनिन्छ. किन हुन्छ त्यही अनुसारले नै पर्सनल ब्रान्डिङ पहिलादेखि मैले त्यही नै गरेर आएको थिएँ. अनुप्र मेरो कति कुरा हुन्थ्यो पर्सनल ब्रान्डिङको बारेमा पहिला होइन डिस्कसनहरू. सो त्यसलाई नै मैले क्यारी गर्दै नै ल्याएँ. अनि त्यसपछि त्यो अब भ्लगले पनि पर्सनल ब्रान्डिङ नै बिल्ड गर्छ नि त इभेन्चुअली. सो कतिजना मान्छेलाई चाहिँ दे स्टेड बिकज दे वान्टेड मी टु हुन्छ नि मेरो कुरा थट्स एन्ड आइडियाजहरू सुन्नको लागि. जुन म भ्लगको बेलामा त्यो साइड देखाउँथेन. इट वाज यो लाइक के कुरामा म इन्ट्रेस्टेड छु भन्ने चिजहरू मलाई लाग्थ्यो मेरो अडियन्सले बुझ्दैन, मान्छेहरूलाई अनइन्ट्रेस्टिङ लाग्छ जस्तो लाग्थ्यो. तर लाइक अहिले म जे गरेर आएको छु त्यति बेला पनि दिनको 4-5 घन्टा रिसर्चहरू नै गरेर आउँथ्यो यही सब्जेक्ट्सहरूमा के. सो त्यो सबै नै मैले यतातिर राख्दाखेरि कतिजनालाई त्यो रेजोनेट भयो रहेछ. एन्ड देन त्यो टु सम एक्सटेन्ट क्यारी ओभर भयो, त्यो त्यहाँबाट कुरो पनि भयो. यसमा अर्को मलाई सोध्न मन लागेको चाहिँ जस्तै तपाईँको एउटा आइडेन्टिटी थियो नि त फिटनेस गाई टाइपको, त्यहाँबाट यता आउँदाखेरि त्यो ट्रान्जिसन फेज त आफैले ट्रान्जिसन गरेर हो नि त. आफूले जे चिज गरिरहेको छु त्यहाँ त्यो चिजलाई त ट्रान्जिसन गरेर अर्कोतिर गइरहेको. सो त्यो कतिको गाह्रो थियो इन्टर्नल्ली के? इन्टर्नली भन्दा पनि यस्तो पनि हो. कपाल अफ इभेन्ट्सहरू भयो क्या त्यतिखेर. के अरे भ्लग थिङ भयो, अन्त फिटनेसको निसको कुरा भयो. अब फिटनेसलाई मैले युट्युबमा नगए पनि त्यतिखेरदेखि अहिलेसम्म टिकटकमा गर्न थालेँ. टिकटकमा म सबै कन्टेन्टहरू किन यत्रो 10 मिनटको भिडियो भन्नु भने 1 मिनट 2 मिनटमा कुरा आउने टिकटकमा गएको थियो. एन्ड द्याट इज काइन्ड अफ लाइक टिकटक कन्टेन्ट जस्तो पनि लाग्यो मलाई. अनि त्यसपछि यहाँ युट्युबको कन्टेक्स्टमा चाहिँ अनि मैले बिस्तारै अलिकता त्यो साइड देखाउन हिचकिचाउँथेँ म. द्याट्स ट्रु. बिस्तारै गर्दै जाँदाखेरि दिस वान पर्टिकुलर एपिसोड सिसनसँग मैले गरेको थिएँ. तिमी पनि थियो त्यति रामेर उता पछाडि फेरि प्याराडाइममा आउँदाखेरि उसले त्यही बेलामा भनेको थियो कि लाइक
ब्रो यु आई वाच यु क्लोजली अन्त तिम्रो एउटा अर्कै साइड छ जुन तिमी देखाउँदैन अन्त आई थिङ्क मान्छेहरूले त्यो इन्ट्रेस्टिङ लाग्छ होला भन्ने हिसाबले समर अराउन्ड त्यो टोनमा गएको गर्थेन आई वाज लाइक ओके ठिकै छ नि त ल मलाई इन्ट्रेस्ट भएको कुरा राखेर हेरौँ न त मान्छेलाई मनपर्छ मन पर्दैन सो इभेन्चुली मैले त्यो लेट गो गर्न सिक्दै गएँ आई थिङ्क अहिले पनि म स्ट्रगल गर्छु अहिले पनि मैले धेरै कुराहरू म बोल्नबाट रोक्छु त्यो पडकास्टहरूमा पनि किनभने मलाई गेस्टको थट्स एन्ड ओपिनियन्सलाई चाहिँ यताउति नहोस् भनेर जस्तो सक्छ म चुपै लाग्छु तर त्यो बिस्तारै लेट गो गर्नु सिक्यो अहिले पनि आई स्टिल वर्क अहिले पनि इभन 1-2 दिन अगाडि पनि म त यी कुराहरू सोचिरहेको हुनुहुन्छ कि लाइक मैले अहिले पनि ओल्ड म्याक गरेर आएको छु अहिले पनि यो सर्टन कुराहरू बोल्दिनँ मेबी त्यो लेट गो गर्नुपर्छ जस्तो लाग्छ सो इट्स अ कन्सियस स्ट्रगल तपाईँको युट्युबको बायो इन्ट्रेस्टिङ लाग्थ्यो कन्टेन्ट क्रिएटर करेन्टली डुइङ पडकास्ट सो इट एक्सप्लेन्स अ लट आई एम द निस अहिले म पडकास्ट गरिरहेको छु पछि जे पनि गर्न सक्छु है ओके त्यही मेरो सो अवस्था स्पोर्ट्स किन एक त रगतमै छ हेर होइन अनि अब एक त त्यो आफूलाई बन्न मन लाग्यो खेलाडी पहिला होइन अनि समवेयर अर दि अदर म स्पोर्ट्ससँग जोडी नै रहेँ कि इभन पोखरा राइनोज वाज अ टाइम म डेन्जर स्याड ब्रेकअप भएर म 1 महिना 2 महिना घर केही नगरी बसेँ मान्छे कि मम्मीले के गरेर त काम छैन न ब्रेक लिएको भनेर बसिरहेको थिएँ एन्ड सडन्ली मलाई कल आउँछ मैले सचिन तेन्दुलकर रिटायर गरेपछि क्रिकेट अलिकति मेरो अफ भएको थियो कि होइन अनि म एकदम क्रिकेटै खेल्ने हेर्ने मान्छे अनि सडन्ली त्यो लाइफको त्यो डार्क फेजमा एउटा कल आउँछ टेक्स्ट आउँछ सो आई एम द ओनर अफ शङ्कर ग्रुप दिपा दिदीको कल दिपा अग्रवाल सो आवास आई हेभ अ टिम आई वुड लभ टु हेभ यु इन माई टिम मैले तिम्रो एक्सपर्टाइजहरू हेरेँ होइन त्यो बेला हिमालय टिभीहरूमा अमन दाईहरूले बोलाएको भिडियोहरू आई वन्ट टु कम यु टु कम एन्ड वर्क भन्नुभयो कि एन्ड देन लाइफ सडन्ली चेन्ज के पोखरा गएको छु बिहान हायर भएर अफिस गएको बेलुका शक्ति गौचन दाइसँग बसेर को प्लेयर किन्ने भनेर पुरा के अब लाइफ चेन्ज के एउटा मिडल क्लास केटाको के छ हेर शक्ति गौचनसँग छु क्या म होइन अनि त्यही हुँदै गयो अनि मैले के फिल गरेँ भने ओके मेरो चाहिँ एउटा के भनाइ छ भने लाइफमा भगवान्ले सबैले केही न केही ट्यालेन्ट दिएको छ क्या कोहीको लाइफ त्यो ट्यालेन्ट खोज्दै जान्छ कसैले भेटेर पनि बुझ्दैनन् र कसैले क्याच गर्छन् होइन जो सक्सेसफुल मान्छेको स्टोरी पनि त्यही नै होला कि केही त थियो नि त त्यसमा त्यो भएर त्यो भयो भन्ने हो नि त अनि अलरेडी गरिसकेको थिएँ मैले त्यो टाइम आई वाज स्टिल एट रेडियो नागरिक स्पोर्ट्सकै सो गरिरहेको थिएँ त्यहाँ पनि फेरि आशिष साङ्गेन दाइले भेट्न बोलाउनु भयो आवास रेडियो सो यस्तो आई नेभर थट आइड बी एन आरजे यस्तो छ आवास ल तिमी एउटा सो गर भयो अनि म चाहिँ एन्टरप्रेनरसिपको सो गर्न मन थियो क्या फेरि मलाई त्यो एन्टरप्रेनर दिमाग त थियो त्यो बेला है अनि त्यसपछि दाइले चाहिँ होइन तिमी स्पोर्ट्स गर भन्नुभयो कि द्याट्स अ गुड आइडिया भनेर लेट द गेम्स बिगिन भनेर सो गरेँ 1 घन्टा एउटा गाना बज्यो नि ऱ्यान्ट हान्दै बस्ने क्या भडास निकाल्ने सो आई डेन्ट फाइन्ड स्पोर्ट्स इन माई लाइफ के टाइम एन्ड अगेन स्पोर्ट्सले नै समात्या छ क्या अनि त्यसपछि पडकास्ट गरियो अनुपसँग ऊ भयो अनि मलाई अनुपले नै हो तिम्रो के हो बस तिम्रो स्पोर्ट्स हो नि वाइ डोन्ट यु तिमीले पनि त्यही भन्ने हो मलाई तपाईँ आफ्नै च्यानल खोल्नु स्पोर्ट्स गर्नु भन्थ्यौ तिमीले हामीले वेस्ट गर्दा पनि होइन सो र ट्रेन्ड के हो भने अहिले पडकास्ट हो कि दिस विल डेफिनेटली गो डाउन कुनै टाइममा के हुन्छ यो यसको केही डिफ्रेन्ट इभल्भ हुन्छ भनौँ न झ्याप्पै त बन्द हुँदैन इभल्भ हुन्छ कि सायद टाउन हल आउला चाहे के आउला होइन सुकुल गफ पनि त काइन्ड अफ पडकास्टै हो सो त्यस्तो के आउला के सो द्याट वाज द थिङ र म चाहिँ के छु भने अलिकति पछिको लागि पनि अब प्रिपेयर गरिरहेको छु कि अनि मलाई चाहिँ कस्तो भने पडकास्ट गरिरहेको छु मोर अफ अ ब्रान्ड बिल्डै गर्ने क्या सो यो कुरामा अनुपसँग मेरो कुरा भएको थियो वाइ नट आवाज घिमिरे पडकास्ट भनेर कुरा भयो कि उसको अलरेडी च्यानल थियो सजिलो भयो म त जिरोबाट स्क्रैचबाट सुरु गरिरहेको थिएँ होइन थ्याङ्कफुली पिआर थियो होइन सुरु गर्नलाई मलाई चाहिँ के भयो भने होइन द पडकास्ट सुड नट साउन्ड लाइक मी आई सुड बी अन्डर द होल अम्ब्रेला म त यहाँ सूत्रधार मात्रै हो होस्ट मात्रै हो होइन त्यो चल्ने भनेको गेस्टले होस् मैले होइन भन्ने खालको थियो कि सो द्याट वाज ओके बेसिकली जस्तै सुशान्त दाइ तपाईँले के भन्नु भन्दा अडियन्स अलरेडी थियो त्यही अडियन्सलाई टक्क क्यापिटलाइज गरौँ त्यसमा नै पडकास्ट सुरु गरौँ तर तपाईँको अर्को च्यानल पनि छ नि त सुशान्त प्रधान एक्सक्लुसिभ त्यसको आइडिया चाहिँ के हो त अगेन त्यो त एकदमै मैले कतिवटा टपिक्सहरू मलाई स्टिल इन्ट्रेस्ट छ जुन मैले त्यस्तो डिपली हेर्न पाउँदिनँ सो त्यो अनेस्टली भन्नुपर्दा त्यो मेरो लागि बाहना मात्र हो
कि महिनामा एटलिस्ट 2-4 टपिक सिक भन्ने हिसाबले, किन त्यो भिडियो बनाउनु बेलामा रिसर्च चाहियो, रिसर्चर्स पनि मैले हायर गरेँ, त्यसको लागि पनि आफूले पनि काम गरेँ। सो एउटा ओभरअल कपाल अफ टपिक्सहरू आफूले सिकौँ भनेर र त्यो पुट आउट गर्न सकिन्छ भने वाइ नट भन्ने हिसाबले हो। सो बेसिकली सुशान्त प्रधान एक्सक्लुसिभ भन्ने च्यानल चाहिँ आफ्नो वान्स अगेन जेन्युइन क्युरियोसिटी मेट्नको लागि एउटा चाहिँ त्यो स्पेस पनि छ त्यहाँतिर, त्यो जनरमा पनि मैले आफूलाई इन्ट्रेस्ट भएको जस्तो कन्टेन्ट चाहिँ पाएन, जस्तो कि तिमीहरूको एक्सप्लेनरहरू गरेर आएको छ। मलाई त फेरि बाहिरको सर्टन थिङ्सहरू टपिक्सहरू बुझ्न मन लागिरहेको हुन्छ, सो त्यो काइन्ड अफ कन्टेन्ट मैले पाएन नेपालमा। सो त्यो पनि हो कतै कतै एउटा स्पेस छ भने त द्याट्स प्रब्लम लाइक 15-20% होला, तर 80% इट्स लाइक हुन्छ नि आफूलाई अकाउन्टेबल भएर पढ यो टपिक टाइपको हो कि मेरो लागि चाहिँ। तपाईँ स्पोटिफाईमा नि हुनुहुन्छ, के रहेछ त स्पोटिफाईको ट्रेन्ड? हामीलाई अलिकति नो आइडिया, अनेस्टली नो आइडिया कस्तो भने म एनालिटिक्स मेरो साँच्चै हो भनेको म पडकास्ट गर्छु, त्यसपछिको एभ्रिथिङ एल्स मेरो टिमले नै ह्यान्डल गर्छ। म त्यो अब युट्युब स्टुडियो नै मेबी महिनामा 1-2 चोटि भन्दा धेरै खोल्दिनँ, के भइरहेछ कसो भइरहेछ हेरेको त छुइनँ त्यसरी। अझ स्पोटिफाई त मैले त लाइक लिटरली आई डोन्ट थिङ्क एकचोटि हेरेछु होला अहिलेसम्म। स्पोटिफाई मैले बुझेको चाहिँ बाहिर बस्ने नेपालीले सुन्छ क्या, बिकज द ड्राइभ फ्रम होम टु अफिस, अफिस टु होम त्यहाँ सघाउँछ क्या। अनि मलाई हाम्रो गोर्खा ब्रिउरीको दाइ हुनुहुन्छ कि रोजना माते दाइ, दाइले चाहिँ मैले सुरुमा पडकास्ट गर्न लगाएको भनेर भन्दाखेरि दाइले मलाई के आइडिया दिनुभएको थियो नि, किप इट टु 40 to 50 minutes, किनभने नेपाल अब बेसिकली काठमाडौँको मान्छे जो अफिस गइरहेछ, होम टु अफिस गाडीमा सुन्छ, क्यानमा बाइकमा सुन्छ भने द्याट्स द म्याक्स उसले सुन्ने टाइम हो होइन। त्यसले गर्दाखेरि चाहिँ किप इट टु द्याट टाइम भनेको थियो कि। तर हाम्रो यहाँ ट्रेन्ड के भइरहेको थियो 2 वर्ष अगाडि भने 3 घन्टा अहिले पनि छ होइन। त्यो त कन्टेन्टै दामी छ नि त, एकदम डिप जान सक्यौँ नि त, तर कतिजना सक्दैन नि त त्यो हिसाबले होइन। अनि त्यो भन्थ्यो, अनि मलाई चाहिँ अहिले पनि अब अलिक घटाइरहेको छु कि 1 घन्टा 30 मिनट, 1 घन्टा 15 मिनट, 15मा चाहिँ आइसकेँ म होइन। मलाई त्यो अलिकति सेट डाउन गर्नु मन छ। अनि स्पोटिफाईको चाहिँ के रहेछ भने जहिले पनि अहिले पनि हामी यो किन हामी यो स्योरको माइक युज गरिरहेको छौँ त भन्दाखेरि यसले यो पडकास्टको लागि हो कि, यसले वार्म भाइब दिन्छ, ऊ दिन्छ, गर्न त अरू पनि मिल्यो होइन। सो त्यो मेन त सुन्ने नै हो नि त। अघि विनायकले भने याद गर्यो, उसले उसको नयाँ भिडियोमा सुरुमा के हालेको थियो तर हामीले याद गरेनौँ भनेर। तिम्रो कुरा भिजुअलै हेर्नु पर्दैन क्या हामीलाई, प्रष्ट छ ओके, म बजाएँ, मैले आइरन लाउन थालेँ, जुत्ता पलिस लाएँ, त्यही हो क्या। डेफिनेटली अडियो नै हो मोर इम्पोर्टेन्ट पडकास्टमा। नयाँ कुरा थाहा पाएँ कि आफ्नो कन्टेन्टको सेट इम्पोर्टेन्ट होइन भन्ने कुरा थाहा पाएँ नि होइन, त्यो नि अलिअलि इम्पोर्टेन्ट त छ। के अरे अर्को चिज चाहिँ मलाई बुझ्न मन लाग्यो, एउटा म भनिहाल्छु ल, मैले अन्त पनि भनेको छु। मलाई सेटको भाइब चाहिँ सुशान्तको एकदम मन परेको थियो कि। अनि मलाई हाम्रो मेरो स्टुडियो छ नि 2टा छ नि त, एउटा ठुलो हल छ अनि फुल व्हाइट वाल्स, अनि केटाहरूले चाहिँ त्यहाँ गर्ने भनेको थियो क्या। तर तिम्रो भाइब्सले चाहिँ मलाई ठ्याक्कै एडिटिङ रुम थियो क्या त्यहाँ, यो रुम चाहिँ हुन्छ यार भनेको थियो। अनि केटाहरूले सबै एडिटिङै सारेर त्यो रुम मलाई बनाइदिएको हो कि। सो त्यो चाहिँ सुशान्तलाई थ्याङ्क यू त्यसको लागि। होइन मेरो लागि सेट भन्दा पनि द्याट्स अ प्लेस म आई वर्क होइन। मलाई चाहिँ त्यो रमाइलो होस् न टाइपको, आफ्नै भाइब टाइपको होस्, ह्याङआउट गर्नको लागि, चिल गर्नलाई। म यत्तिकै पडकास्ट नहुँदाखेरि पनि गरेर ह्याङआउट गरेर आउँछु, काम गरेर आउँछु। सो आई वान्टेड अ वर्क स्पेस जुन चाहिँ रमाइलो छ। तिमी आएको छ तिमीलाई एकचोटि बोलाउँछु म आएको छैन दाइ, तर तपाईँको सेटको स्टोरी थाहा छ फेरि मलाई। सिसन दाइ आउनु भएको थियो, त्यसपछि तपाईँको सेकेन्ड पडकास्ट हाम्रो चित्रकार सरसँग थियो, त्यसपछि ठ्याक्कै चेन्ज गरिहाल्नु भयो। मलाई जहाँसम्म याद छ सिसन दाइ ल यस्तो 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 हो यस्तो भनेर भन्ने बित्तिकै तपाईँले ड्याङ कति टाइम उसले चाहिँ ठ्याक्क मिड क्याम्प थिएन क्या मेरोमा, अनि मिड क्याम्प राखौँ भनेर भन्यो होइन। सो मिड क्याम्प नराख्नुको कारण त्यो सेट राम्रो छैन भनेर थियो। सो मिड क्याम्पमा हालेपछि अब कहाँतिर बनाउँदा यतातिर बनाउने टाइपको यसो यसो गरौँ हल्का, उसले पनि फ्यु आइडियाज थियो, मैले पनि अनि सोचेँ। अनि त्यसपछि आई वुड से मेजोरिटी अफ काम त 2-3 दिन जस्तोमै गरेँ। 2-3 दिनमै भयो। म फेरि त्यो केही काम गरेपछि त नसकाएको पनि त बुझ्दैन क्या, अनि सकेसम्म 1-2 दिनमै भ्याइदिउँ टाइपको मान्छे हो, त्यो पेसेन्स नै छैन मलाई फेरि। सही हो, यो चाहिँ चाहिँदो रहेछ कि ड्याङ्डो, किनकि सुशान्तले बनाइसक्यो यार भन्नु मलाई सिसन दाइले आफैले भन्नु मा सुशान्तले बनाइसक्यो भनेर टक्क त्यो बिचमा त्यो वुडन वर्क्स होइन कुनापट्टि टक्क त्यो दामी लाग्यो दाइजु मलाई। ओके, तपाईँ लङ्गेस्ट भिडियो कति पडकास्ट कति घन्टाको छ? आई थिङ्क 2-3वटा एपिसोड छ 5 घन्टाको मा टच गरेको चाहिँ। विश्व पौडेल एउटा हो होइन, उहाँको आई थिङ्क
3-4 घन्टाको अराउन्डमा हो उहाँको विश्वनाथ पौडेलको, तर डिभाइडेड इन 3 एपिसोड, द्याट्स लाइक टोटल अफ 9 आवर्स। तर एउटै एपिसोड चाहिँ 5 घन्टाको भएको 2-3 वटा जस्तो छ। ओके, तपाईँको कति छ लङ्गेस्ट? एउटा छ 3 घन्टा कट्या छ। रमा सिंह हुनुहुन्थ्यो नि, न्युज रिडर, नेपालको फर्स्ट वुमन फुटबल टिमको नि क्याप्टेन हो कि उहाँ, ओके, एकदम मल्टी ट्यालेन्टेड हो कि। सो उहाँसँग गएको थियो। त्यसमा चाहिँ मोर देन स्पोर्ट्स मिडियाको नि कुरा गरियो अलिकति। म चाहिँ उहाँ फिमेल भएको कारणले चाहिँ त्यो फिमेल क्राउडले अलिकति बुझोस् न, रिलेट गरोस् न भन्ने पनि लामै तान्दै आएको, स्ट्रगल्स अफ द्याट टाइम होइन। 40 वर्ष अगाडि फुटबल खेल्ने हाफ सर्ट्स लगाएर त त्यो स्टोरिजहरू छ कि। सो 3 घन्टा गएको थियो त्यो। ल यहाँ कस्तो छ भन्दाखेरि दाइले पर्सनल ब्रान्डिङ एक सुशान्त प्रधानमा एभ्रिथिङ अपलोड गरिरहनु भएको छ, तपाईँले एउटा ब्रान्ड नेममा गरिरहनु भएको छ होइन। जस्तै म एज भोइस अफ अफेन्डेड, मैले भोइस अफ अफेन्डेडबाट गरिरहेको छु, ल मलाई पनि पडकास्ट गर्नु मन लाग्यो अरे होइन। तपाईँहरू दुवैजनाले सजेस्ट गर्नु पऱ्यो भने म छुट्टै गरौँ कि भोइस अफ अफेन्डेडमा गरौँ, के हुन्छ होला प्रोज एन्ड कन्स? ल सेम च्यानलमा त्यसमा गरौँ कि नयाँ च्यानल खोलेर गरौँ? करेन्ट च्यानलमै तिमी त यही कन्टेन्ट तिम्रो राम्रो छ, किन स्विच गर्छौ तिमी? अर्को च्यानल खोल्ने बरु त्यो हिसाबले गर्नु भनेको। म चाहिँ के भन्छु भने तिम्रो कुन खालको पडकास्ट हो होइन, नेचर अफ पडकास्ट भयो नि त। जस्तो मैले के गरिरहेको थिएँ, पडकास्ट च्यानल थियो, त्यो च्यानल हो नि त, पडकास्टको लागि मात्र खोले होइन नि त मैले, इट्स कलर्स अफ द गेम भनेर छ नि त। सो त्यसमा चाहिँ मेरो प्लानिङ के थियो भने पाइपलाइनमा वी स्टिल ह्याभ प्रोजेक्ट्स, एउटा भक्स पप सो रेडी भइसक्यो फाल्नको लागि, त्यसकै लागि पडकास्ट हप्ताको 1 दिन गर्दै आयो होइन। सो त्यसमा मैले बिचबिचमा चाहिँ मैले आफैले भ्लग गरेर हालेँ। सो मान्छेलाई चाहिँ के फ्लेभर दिएँ भने ओके यहाँ चाहिँ वी क्यान एक्सपेक्ट मोर थिङ्स। पछि मैले गरेर थिएँ मेरो भ्लग चाहिँ मैले आफ्नै एउटा च्यानल बनाएँ, द ट्राभलिङ कमेन्टेटर, म ट्राभल गरेर हुन्छु होइन। सो त्यसमा चाहिँ अब मैले त्यो कन्टेन्ट हालेँ के भ्लगिङको। र आज बिहान मैले के पनि सोचिरहेको थिएँ भने मलाई उसको जस्तो टकिङ हेड बनाउनु मन छ, उसले नि मोटिभेट गरेर हुन्छ क्या, यो त राइट गाइदाई तपाईँलाई रिसर्च हुन्छ, तपाईँको साथीहरू पनि छ रिसर्च गर्नलाई भनेर। अब आज बिहान चाहिँ आइरन लाउँदाखेरि आउँछ क्या दिमागमा मलाई के आयो भने वाइ नट फ्रम द ट्राभलिङ कमेन्टेटर, कलर्स अफ द गेममा किन छाउनु पऱ्यो त्यो कुरा? त्यहाँ अर्कै अडियन्स छ कि, कलर्स अफ द गेममा प्रपर स्पोर्ट्समै हेर्न खोज्ने, अपडेट लिन खोज्ने, रेड कार्ड रिबल सम्बन्धवाला सो छ, त्यस्तैवाला अडियन्स छ, पडकास्ट सुन्ने पुग्छ टाइपको। यसको लागि एउटा नयाँ बनाउनु त डाइमेन्सन। तर फेरि तपाईँले भनेको चिज अघि भनेको चिजसँग यो कन्ट्राडिक्ट गरेन त? तपाईँले के भन्नुभएको थियो भन्दाखेरि कलर्स अफ द गेम एउटा ब्रान्ड नेम टक्क बनाउने अनि त्यस अन्तर्गतै सबै चिज गर्ने भन्नुभएको थियो नि त। सो यो चाहिँ किन छुट्टै? किनकि स्पोर्ट्स हो नि त दुइटै कुरा। कलर्स अफ द गेमलाई चाहिँ मलाई मोर एन्टरटेनमेन्ट बनाउनु छ कि, यता चाहिँ इन्फोटेनमेन्ट भयो कि, बुझ्यौ नि, त्यो सेग्रिगेट भयो क्या त्यहाँ कुरा होइन। टकिङ हेड भिडियोजले नलेज धेरै दिन्छ, इट्स अल अबाउट नलेज, पडकास्ट इज मोर अबाउट इन्साइट्स होइन। मैले चाहिँ त्यसरी सोध्छु, जस्तो ब्ल्याङ्क ऊ हो मेरो, त्यस्तो खासै केही छैन क्या। अनि विनायकको केसमा चाहिँ कस्तो पनि हो भने चाहिँ इट्स नट अबाउट तिमीले आफ्नै ब्रान्ड नेम युज गर्ने कि नगर्ने कुरा होइन कि, च्यानल डिफ्रेन्ट सेम। ल विनायक तिम्रो जुन अहिले भोइस अफ अफेन्डेड छ, लेट्स से भोइस अफ अफेन्डेड पडकास्ट नै भयो भने इट्स सेम रेल्मको ब्रान्डिङ हो, तर त्यो कन्टेन्ट पडकास्ट कन्टेन्ट त्यसमा आयो भने आई वुड अज्युम कि एल्गोरिदमलाई इफेक्ट पर्छ होला, कति पर्सेन्टेज अफ भिडियो वाच टाइम गर्छ। किन तिम्रो अहिले आई वुड अज्युम कि एक्सप्लेनरमा मान्छेहरूले थुप्रै पर्सेन्टेज त्यो कति मिनट्स भन्दा पनि पर्सेन्टेज त धेरै छ होला होइन। सो त्यो पडकास्टमा गएपछि त अब 3 घन्टाको एपिसोड छ भने त त्यो ड्रप डाउन भएर जान्छ होइन। सो आई थिङ्क त्यसले त्यो मेट्रिक्स बिगार्छ जस्तो लाग्छ। र एउटा कस्तो एउटा कुन मैले न्युज च्यानल थियो त्यसमा चाहिँ मलाई ठ्याक्क चाहिरहेको कन्टेन्ट कस्तो भन्नु चाहिँ एभ्री सिङ्गल डे एउटा 5-10 मिनटको समरी आओस् न्युजको, मलाई अरू केही हेर्नु छैन, सबै समेटेर एट द एन्ड अफ द डे अर मर्निङ एउटा न्युज आओस्, त्यो च्यानल म हेर्थेँ। तर त्यो च्यानलमा किन सब्सक्राइब गरेन भनेपछि दिनभरि अरू कन्टेन्टहरू आइरहेको थियो जुन मलाई हेर्नु मन छैन कि। सो एट टाइम्स सबै चिज एउटैमा राख्दाखेरि त्यसरी चाहिँ अडियन्स अप्ठ्यारो हुन्छ, कन्फ्युज हुन्छ जस्तो पनि लाग्छ। वान थिङ एट अ टाइम जस्तो लाग्छ मलाई। इन्ट्रेस्टिङ इन्साइट पाएँ मैले। अघि तपाईँले के भन्नुभएको थियो भने स्पोटिफाईको म केही थाहा छैन, मैले पडकास्ट सुट गरिसकेपछि एभ्रिथिङ इज ह्यान्डल बाई माई टिम भनेर भन्नुभयो होइन। तपाईँको पडकास्ट कसरी फङ्सन हुन्छ फर्स्ट सेट बनाएदेखि अहिलेसम्म? सो को मान्छेहरू इन्भल्भ भएको छ डिरेक्टली नै पडकास्टमा को मान्छेहरू इन्भल्भ भएको छ, अनि डिस्ट्रिब्युसनसम्म आउँदाखेरि चाहिँ के हुन्छ, के प्रोसेस हुन्छ, एकचोटि सुनौँ न स्टेप बाई स्टेप। सो म प्रोसेसको कुरा गर्छु है त। फर्स्ट अफ अल गेस्ट रिसर्च हो फर मी है। सो किनभने गेस्टहरू मैले नै फाइनलाइज गर्ने हो। सो रेकमेन्डेसन्सबाट हुन्छ, रिसर्चबाट हुन्छ, कसरी हुन्छ, मैले गेस्ट फाइनलाइज गर्छु। त्यसपछि
त्यो मैले फाइनलाइज गरेर मेरो प्रड्युसरलाई दिन्छु, जसले चाहिँ प्रड्युसरले चाहिँ रिच आउट गर्छ गेस्टहरूलाई, कन्फर्मेसन लिन्छ। कन्फर्मेसन लिइसकेपछि सर्टन एपिसोडमा चाहिँ 5-10 मिनटको प्रि इन्टरभ्यू जस्तो गर्छु अनलाइन होइन। किन गर्छु भने सो द्याट गेस्ट कम्फर्टेबल होस् मसँग भन्ने हिसाबले। त्यसपछि चाहिँ त्यो भइसकेपछि सर्टमा चाहिन्छ, सर्टमा चाहिँदैन। त्यसपछि अनि मलाई चाहियो भने अलिकति रिसर्च गर्छु, नत्र चाहिँ त्यो पनि गरेर आउँदैन। कतिवटा चाहिँ ब्ल्याङ्कली नै गएर आउँछु म। जस्तो कि आज मेरो पडकास्ट छ, आई नो रिसर्चर कुन फिल्डबाट हो, अनि त्यसपछि त्यो फिल्डको मलाई इन्ट्रेस्ट छ, सो म कम्प्लिटली ब्ल्याङ्क गइरहेको छु। सो त्यसपछि गेस्ट आउँछ, गेस्ट आइसकेपछि वी सिट डाउन, एकछिन 5-10 मिनट कफी, अलिकति बेसिक गफ, जस्ट लुजन देम अप। उता काउच एरिया छ, काउच एरियामा बसेर 5-10 मिनट 10-15 मिनट बस्छौँ। त्यसपछि वान्स दे स्टार्ट अलिकति ट्रस्टिङ मी, गेटिङ कम्फर्टेबल, ठ्याक्क डेस्कमा ल्यायो मेन स्टुडियोमा। अनि त्यसपछि वी जस्ट स्टार्ट टकिङ। त्यो बिचमा ब्रेक चाहियो भने ब्रेक लिन्छौँ। अनि त्यसपछि पडकास्ट सकिसकेपछि इमिडिएटली मेरो प्रड्युसरले एउटा हार्ड ड्राइभमा कपी गर्छ, एउटा गुगल ड्राइभमा हालिदिन्छ, एडिटरका जान्छ। मेरो प्रड्युसरले अनि फेरि त्यसको टाइम स्ट्याम्पहरू निकाल्छ, के को सर्ट भिडियोज बनाउने, के को रिल्स बनाउने, त्यो सबै त्यसपछि सबै उसले ह्यान्डल गर्छ। उसले डिस्ट्रिब्युट गरिदिन्छ सबैजनालाई आफ्नो काममा। एडिटरले एडिट गर्छ, सर्ट्स बनाउनेले सर्ट्स बनाउँछ, अपलोड गर्नेले अपलोड गरिदिन्छ, थम्बनेल बनाउनु थम्बनेल बनाउँछ, अनि उनीहरू कोअर्डिनेट गरेर अनि सबै चिज डिस्ट्रिब्युसनसम्म पुग्छ। ओके, रिसर्च गर्नुहुन्छ तपाईँ आफैले गर्नुहुन्छ रिसर्च एभ्रिथिङ। त्यसपछि प्रड्युसर छ। एक्सट्रिमली रेयर आई वुड युज अ रिसर्चर, मेबी 2-3 महिनामा एकचोटि चाहिँ रिसर्चर युज गर्छु। अदर देन द्याट आफै कस्तो खालको कन्टेन्टमा चाहिँ रिसर्चर युज गर्नु? एन्टरटेनमेन्ट काइन्ड अफ कन्टेन्टमा। सो त्यो गेस्टको ब्याकग्राउन्ड के हो, कस्तो उसको बिलिभ छ, थट्स छ, अनि पहिला के गरेको छ, कस्तो इन्ट्रेस्टहरू के हो, त्यसको लागि आई वुड से 8 out of 10 त्यस्तै कन्टेन्टमा गर्छु। यो कस्तो काउन्टर इन्टुइटिभ सुनिरहेछ नि है। किनभने एन्टरटेनमेन्टवाला गेस्टहरूलाई बरु धेरै रिसर्च गर्नु पर्दैन, अलिअलि चिजहरू थाहा भइरहेको हुन्छ भन्ने जेनरल मेरो पर्सेप्सन हो। तर ठ्याक्क तपाईँको लागि चाहिँ त्यो कुरा ठ्याक्कै उल्टो। किन भन्छ अगेन आइ एम एन इन्ट्रोभर्ट, म यसै गफ इनिसिएट गर्न मलाई गाह्रै हुन्छ। सो फ्यु थिङ्स कमन थिमहरू थाहा पाएपछि त्यसपछि हामी लाइक अलिकता बोलेपछि अनि त्यो बोले हुन्छ। ओके, तपाईँको टिममा कतिजना हुनुहुन्छ? म, मेरो प्रड्युसर, एडिटर, सोसियल मिडियामा अपलोड गरिदिने, सर्ट्स एडिटर, अनि एकजना थम्बनेल एडिटर रिसेन्टली जोइन गरेको। 6जना भयो हामी। क्यामेरा पर्सन? क्यामेरा पर्सन हुँदैन, यतिकै राखिरहेको हुन्छ। प्रड्युसरले त्यहीँबाट कन्ट्रोल मात्रै, एकजना मात्र हुन्छ। सकेसम्म म चाहिँ मान्छेहरूलाई राख्नै खोज्दिनँ। सकेसम्म अब हामी लाइक अरू पनि अब मेरो साथीहरूले कोही गेस्ट आएको छ वा हेर्छु भनेपछि म सकेसम्म नराख्न खोज्छु, सो द्याट त्यो अलिक जेन्युनली नै कम्फर्टेबल फिल होस्। एट टाइम्स भनौँ न त्यो 30 minutes 45 minutes मार्क क्रस भएपछि गेस्टहरू मोर भल्नरेबल हुन खोज्छन् होइन। अन्त त्यो इफ देयर समबडी एल्स त्यो बोल्ने कम्फर्ट हुँदैन। अनि मेरो फेरि प्रड्युसर पनि नदेखिने गरिकन यस्तो कुनामा छ कि, सो गेस्ट र म बोल्दाखेरि हतपति प्रड्युसर देखिँदैन। ओके, सो तपाईँको लाइटिङ पनि सेटअप पनि त्यही नै छ? लाइट पनि मैले यताउति युज गरेर त्यो गेस्टलाई कम्फर्टेबल नै होस् भनेर सकेसम्म लाइक कन्भर्सेसन होस् भएको जस्तो फिल होस् गेस्टलाई भन्ने हिसाबले चाहिँ मैले त्यो इन्भाइरोमेन्ट नै त्यस्तै बनाएको छु। वाउ, नाइस। सो 6जनाको टिम, सबैको काम डिभाइडेड, प्रड्युसर ह्यान्डल्स एभ्रिथिङ। ओके, यो इन्ट्रेस्टिङ रहेछ। ल दाइको के छ? ल तपाईँको प्रोसेस के छ? हाम्रो चाहिँ सिन्स इट्स स्पोर्ट्स, प्रायः जस्तो मान्छे जो न्युजमा चाहिँ हेर्न खोज्छ होइन। सो मैले 2टा एपिसोड पर विक राखेको रिजन चाहिँ सुरुमा एउटा ट्र्याक्सन लिनलाई, र एट वान पोइन्ट चाहिँ हप्तामा एउटा एपिसोड चाहिँ एकदम नोन मान्छे, एकजना चाहिँ अपकमिङ अथवा अनसङ ब्यालेन्स गर्नु पर्यो भन्ने थियो होइन। त्यसरी गऱ्यौँ। सो रिसर्च चाहिँ सुरुमा म आफै गर्थेँ, र मेरो एकजना पत्रकार साथी हुनुहुन्छ, उहाँले चाहिँ एकदम सुरुदेखि नै मलाई हेल्प गर्नुभयो। अनि इज अलवेज येस टु माई के अनि लास्ट मोमेन्ट रिसर्चमा एकदमै समराइज गरेर पठाइदिने हो कि। अनि त्यसपछि सुरुवातमा चाहिँ अब क्यामेरामा रेकर्ड गऱ्यो, मेमोरी कार्ड कपी गऱ्यो हो, त्यो पछि इथम किन्यो हामीले। अनि त्यो रुममा इथम भएपछि चाहिँ पहिला हरेक क्यामेरामा एउटा क्यामेरा पर्सन बस्थ्यो कि, अनि अहिले चाहिँ प्रितम बस्छ एक्लै। अनि हाम्रो चाहिँ कस्तो जिम्मा छ कि मेरो काम गेस्ट ल्याउने, पडकास्ट गर्ने, त्यहाँ लाइट यसो हल्यो हल्यो प्रितमले हेर्छ। त्यसपछि पोस्ट प्रडक्सन सुरुमा रुबिनले गर्थ्यो, अझ फर्स्ट कट त मै काट्थेँ, त्यो विएक्स टु बानी भएको मलाई फर्स्ट कट काट्यो, मलाई एकदम सार्प चाहिने कि म बोलेर सकाउन साथ तिमी बोल्न साथ तिम्रो चाहियो, त्यो सुरुको इम्प्रेसन हो नि त फर्स्ट 10 episodes। त्यसपछि अहिले चाहिँ अनुराग भाइ छ,
सो अनुरागले एडिट गर्छ पहिला अभिनव थियो अभिनवको अहिले अलिकति कलेजहरूले गरेर उसले ब्रेक लिएको छ सो अभिनवलाई चाहिँ मलाई उसलाई सो दिनु मन थियो क्या एउटा अनि अनुरागले गर्छ सो अगाडि अहिले मैले के चेन्ज ल्याएको छु भने अगाडि हाइलाइट्सहरू आउने टेक्स्टहरू आउने त्यो जुन अहिलेको ट्रेन्ड हो नि त त्यो होइन अरूको हेर्छ मान्छेले अनि मेरो हेर्न आउँदाखेरि खल्लो फिल गर्छ कि त्यो भयो अनुरागले गर्छ रिल्स पनि अनुरागले निकाल्छ अर्को एकजना छ नयाँ भाइ सार्थक सो देयर इज अनदर पर्सन कल नन्दिनी रेड कार्डको होस्ट हो तर ऊ चाहिँ रिसर्चको लागि आयो क्या सो सार्थक र नन्दिनी मिलेर मलाई दुईजनाको रिसर्च एकदम राम्रो हुन्छ क्या अनि त्यसमाथि त्यो पत्रकार साथीले कहिलेकाहीँ हेरेर मिलाइदिएपछि मैले अब पोइन्ट मिस आउट गरिनँ कि होइन अनि जेनरली मलाई गर्न मन लागेको भन्दा पनि कस्तो भने जस्तो रङ्गशालाको मैले क्युरेटर दाइसँग गरेँ भने त्यहाँको एउटा स्टोरी के रहेछ भने एउटा चिल आउँछ अरे क्या त्यहाँ अनि त्यो चिल जुन गोल पोस्टतिर बस्यो त्यो टिम हार्छ अरे क्या दाइ आउँदै हुनुहुन्छ पडकास्टमा होइन अनि कहिलेकाहीँ कर्नरको झन्डा लिएर गइदिने होइन त्यस्तो कुराहरू पहिला पहिला टिमहरूले बिहान आएर कुखुरा चढाएर जाने ग्राउन्ड हो नि त दोज काइन्ड अफ थिङ्स के तिनीहरूलाई कोटाउन लगायो भन्छु कि किन अनि अर्को पनि के हो भने आई डोन्ट वन्ट टु यो भन्दै गर्दा है फल इन द रेस अफ इन्भाइटिङ द्याट पर्सन एट द फर्स्ट 3-4जनाले बोलाछ अनि म बोलाउँछु कि मलाई थाहा हुन्छ कि मान्छेसँग के कुरा गर्ने भनेर 2-3जनाले त गरिसकेको हुन्छ त्यहाँ नभएको कुरा गर्न मजा आयो नि त टाइपमा आउँछ कि सो पोस्ट प्रोडक्सनमा चाहिँ अनि कति कुरामा चाहिँ म हेर्छु यार मलाई त्यो अलिकति त्यो बानी पनि तिमीलाई मेरो थाहा होला यो भने चाहिँ यो चाहियो टाइपको क्या अनि कुरा गर्दा गर्दा मलाई थाहा हुन्छ कि ओके यो कुरा चाहिँ हाइलाइट्समा हाल अनि यसको रिल बनाऊ हुन्छ होइन सो अहिले चाहिँ त्यो जिम्मा सार्थकले लिइरहेको छ कि सार्थक अनुराग बस्छ ल तिमीहरूकै हो सोसियल मिडिया सबै दिएको छु अहिले चाहिँ मलाई इजी भएको छ प्रोडक्सन अहिले तार भित्ताबाट अर्को रुममा हुन्छ मेरोमा त्यो रुममै कोही बस्दैन क्या अहिले आनन्द गेस्टलाई पहिला कफी खुवायो कम्फर्टेबल गरायो कुरासुरा गऱ्यो अनि ल अब सुरु गरौँमै गयो क्या 8-9जना टेन्टेटिभ 9जना यस्तो गरौँ न एकचोटि स्टेप बाई स्टेप जाउँ न यसमा पनि जस्तै फर्स्टमा तपाईँले के गर्नुहुन्छ सेकेन्डमा के गर्नुहुन्छ थर्डमा फर्स्टमा गेस्ट भयो गेस्ट फाइन्ड आउट गर्नु पर्यो त्यसपछि म के गर्छु मेरो रिसर्चरहरूलाई रिसर्च सुरु गर भन्छु होइन त्यसपछि गेस्टसँग कन्फर्म गऱ्यो प्रितमसँग म टाइम कन्फर्म गरेर पडकास्ट सुट गऱ्यो है सुट गऱ्यो त्यसपछि त्यो कार्ड सिधै त्यो एसएसडीमा एथएमबाट सिधै लगेर कम्प्युटरमा कपी भइसक्छ कम्प्युटरमा कपी भएपछि अनि त्यहाँ अनुराग बस्छ सो पहिला उसले हाइलाइट्स निकाल्छ त्यसपछि होल पडकास्ट जोडेर बनाइदिन्छ सो त्यो पडकास्ट र एउटा रिल चाहिँ एकै टाइममा अपलोड हुन्छ प्लान त त्यही छ तर माथि तल भइरहेछ तर गरिरहेछन् केटाहरूले होइन अनि अनुरागलाई असिस्ट गर्छ सार्थकले अनि वान्स द होल थिङ इज रिल यता त्यो मोसन ग्राफिक्स रिल अपलोड भयो र यतापट्टि पडकास्ट अपलोड भएपछि चाहिँ अब सार्थकको जिम्मा चाहिँ के भने हेर जति कन्टेन्ट निकाल्छ निकाल टिकटकमा पनि हाल उमा पनि हाल त्यसमा पनि हाल र स्पोटिफाईमा मात्रै हाल अडियोको म तिमीलाई सोधेको थिएँ नि एकचोटि याद छ केमा हाल्छौ तिमीले भनेर होइन उसले सबैमा हाल्छ भनेको थियो क्या इट्स अ डिस्ट्रिब्युसन सम काइन्ड अफ वेबसाइट त्यसले कहाँ कहाँ फालिदिन्छ टाइपको हिसाबले मलाई चाहिँ त्यसमा चाहिँ के फिल भयो भने सुन्ने भए स्पोटिफाईमा सुन हेर्ने भए युट्युबमा हेर दुईवटा मात्रै च्यानल गर्न मन लाग्यो मलाई कतिजना मान्छे छ तपाईँकोमा हुनै पर्छ यार भयो त प्रितम सबैको यस्तो गर्नु न नाम लिएर अनि पडकास्टमा रोल पनि भनिदिनु ओके प्रितम ल प्री प्रोडक्सन म भएँ एकजना त्यसपछि 2जना रिसर्च एकजना एडिट त्यसपछि बेसिकली अडियो मिलाउन रुबिन आइदिन्छ कहिलेकाहीँ रुजल हुन्छ भने 1 2 3 4 5 6 7जना जस्तो टेन्टेटिभ ओके छ कि कहिलेको यताउता भइरहेको हुन्छ कि हामी किनकि तपाईँले अरू चिजहरू पनि गरिरहनु भएको छ अरू सोजहरू पनि भइरहेको छ सो म्यान प्लस हाम्रो त्यहाँबाट प्रोडक्सनको कामहरू पनि भइरहेको हुन्छ नि त सो रुबिन आएर अडियो मात्र मिलाएर हिँडिदिन्छ त्यस्तो छ कि ओके ओके दाइको एडिटरहरू सबैजना रिमोट हो यही नै हो तर अफिसमा बसेर हामी काम गर्छौँ ए ओके घरमै नै हुन्छ आफ्नो टास्क आफ्नो पाराले गर टास्कको अनुसारले गर हामीहरूले अनि भन्न युजली 6वटा जस्तो एपिसोड चाहिँ ब्याकलग राखिरहेको हुन्छ सो आज अपलोड भएको भिडियो 2 हप्ता अगाडि अपलोड हामी फिल्म गरेको थियो मोस्ट लाइकली कहिलेकाहीँ चाहिँ फेरि के हुन्छ भनेपछि त्यो ब्याकलग मेन्टेन गर्दा गर्दा कहिलेकाहीँ एकदमै करेन्ट अफेयर्सको इस्युहरू आउँछ अन्त त्यो तिनीहरूलाई फेरि राख्दाखेरि अगाडि त्यो 3 हप्तापछि आउँछ कहिले 3.5 हप्तापछि एट टाइम्स कुनै चाहिँ कन्टेक्चुअल हुन्छ नि टाइमले फरक नपर्ने काइन्ड अफ कन्टेन्टहरूलाई सो त्यसरी हामीले रिजर्भ गरेर राखिरहेको हुन्छौँ दाइले कन्टेन्ट क्रिएट गर्न थालेपछि दाइको नेटवर्कहरू पनि राम्रो भयो तपाईँ पनि कन्टेन्ट क्रिएसनमा आएपछि तपाईँ एक्स्ट्रोभर्ट मान्छे हो तपाईँ जोसँग नि रिलेसनसिप बनाइरहनु भएको हुन्छ तर
नेपालमा 16 देखि 25 वर्षको मान्छेहरू जसले चाहिँ पडकास्ट सुरु गर्न चाहन्छ, जोसँग ल एउटा रुम अनि इक्विपमेन्ट मात्र होला, फोन मात्र होला, उसले कसरी पडकास्ट सुरु गर्न सक्छ होला, कसरी अप्रोच गर्न सक्छ होला यसलाई, उसलाई पडकास्ट सुरु गर्न मन लाग्यो। यस्तो हो, हामीले जहिले पनि खतरा गेस्ट खोज्छौँ त त्यो गर्न छोड्नु पर्यो। सो यु हेभ टु स्टार्ट समवेयर नि, होइन आफ्नै साथीलाई राखौँ, लेसर नोन पिपलहरू ल्याउँ, होइन त्यो कहिले पनि पपुलारिटी लाइक आई डोन्ट डु द्याट एट टाइम्स। त्यो मतलबै नभएको होइन, मतलब हुन्छ होला, तर त्योभन्दा मोर इम्पोर्टेन्ट फर मी त्यो कन्टेन्ट हो, त्यो इन्फर्मेसन हो, होइन। प्रब्लम कहिले हुन्छ भनेपछि वेन यु आर लुकिङ फर भर्खर पडकास्ट स्टार्ट गर्न लागेको छ अनि फर्स्ट एपिसोडमा अब अनमोल केसीलाई बोलाएर त भएन। सो त्यो हिसाबले हुनु भएन। लाइक इभन अहिलेको मैले 400वटा एपिसोड गरिसकेँ, अहिले पनि देयर आर गेस्ट जो म अप्रोच गर्न सक्दिनँ, जो आउँदैन होला, एन्ड द्याट्स ओके, त्यो इन्ट्रेस्ट छैन होला। सो आफ्नो रेलमा कसो उसलाई बोलाउने हो नि त। सो वान्स यु स्टार्ट त्यसपछि वान अप गर्दै जाने हो। एपिसोड 20-25वटा एपिसोड 30वटा एपिसोड चाहिँ तिमीले अब बिस्तारै क्लाइम्ब गर्दै जाने हो भनेर बुझ्नु पऱ्यो। डोन्ट ट्राई टु लाइक हुन्छ नि एपिसोड 1मा एकदमै अनि इट्स नट वर्थ इट पनि गेस्टहरूको लागि पनि, होइन। अब तिमीले भर्खर एपिसोड स्टार्ट गरेको छु, उहाँहरू पनि राइट हो, एकैचोटि खत्रै गेस्ट त आउँदैन। अनि हामी पडकास्टर्स पनि त्यो पेसेन्स चाहिँ हुनुपर्छ कि लाइक हुन्छ नि ठिक छ कसैलाई क्लाइम्ब गर्नलाई युज गर्ने होइन कि सँगै मिलिकन अगाडि बढ्नुहुन्छ टाइपको हिसाबले, त्यसरी हो। ओके, सेम क्वेसन। कम्प्लिटली अग्री। मैले भने नि एउटा मेरो त उद्देश्य नै के हो भने अनसङ हिरोजलाई अगाडि लिएर आउने। जस्तो सुशान्तले रिसेन्टली एकजना गरेको छ नि, उहाँले चाहिँ रोड बनाउनु भएको ब्लाइन्ड फ्यामिली, होइन। सो यस हाइलाइटिङ द्याट। र अहिले पनि नेपालमा आई थिङ्क अडियन्स वाइज पनि धेरैजनाले चाहिँ नोन फेसेस खोज्नुहुन्छ कि त्यो चाहिँ बिस्तारै ब्रेक हुँदैछ है भन्ने कुरा छ कि। जस्तो मैले अघि तिमीलाई आई थिङ्क अफेयर सोधेँ होला यङ्गेस्ट गेस्ट कतिको भनेर, होइन। अब यङ भनेपछि त्यति पपुलर भएको हुँदैन कि, अनलेस इट्स त्यो मुभीहरू खेल्ने एक्टर्सहरू बाहेक, होइन। सो त्यो वाज दिस यङ्गेस्ट गेस्ट मुए थाईको फाइटर हो, गेन्जी राई, 5-6 वर्ष के। त्यो यङ मान्छेसँग पडकास्टै गर्न गाह्रो, अब आउँदैन नि त उहाँहरूलाई, होइन। तर गरियो कि, किनभने आई वान्टेड टु सो पिपल कि त्यो मैले भने नि आमा बाउले हेरिरहेछ, तपाईँको छोरा पनि त यहाँ छोरी पनि त यहाँ हुनसक्थ्यो नि त भन्ने चाहिँ फिल गराउनु खोजेको हो कि, ट्राइङ टु मेक अ डिफरेन्स एज वेल। ओके, सो मेरो नेक्स्ट क्वेसन चाहिँ हर्डल्सहरू कहाँ आउन सक्छ भन्दाखेरि प्रोबेबली पडकास्ट भन्ने बित्तिकै गेस्टमै आउन सक्छ होला, गेस्टमा आउनसक्छ। अनि अर्को भनेको चाहिँ आफ्नो प्रिपरेसनमा पनि हो, यु हेभ टु वर्क रियली हार्ड होला। अघि भनेकै कुरामा जस्तो कि मैले अब भन्नु खत्रै टप टियर यसले सेलिब्रिटी बोलाउने हो भने त म पनि प्रिपेयर्ड त हुनु पऱ्यो। त्यो त डे 1मा त म अभियसली प्रिपेयर्ड हुँदिनँ। सो त्यसको लागि प्र्याक्टिस एउटा ऱ्याम्प पनि चाहियो आफूलाई। सो गेस्ट एउटा हर्डल हुनसक्छ, टेक्निकलिटिजमा हुनसक्छ इफ देयर इज प्रब्लम। एउटा आई थिङ्क सबैभन्दा मोस्ट इम्पोर्टेन्ट हुन्छ प्रोसेस नै हो जस्तो लाग्छ। प्रोसेसमा चाहिँ आफूले बनाएको छैन एउटा, यु स्टिक टु द प्रोसेस इभन यु नो। फर इक्जाम्पल चेकलिस्टहरू यो बत्ती बालो भनेर चेकलिस्टमा राख्नु जरुरी छैन होला, तर बेसिकभन्दा बेसिक कुरा पनि चेकलिस्टमा राखेर अनि सिस्टम अनि एभ्रिथिङलाई डिफाइन गरेको छ भने त्यो सजिलो हुन्छ। किन लास्टमा कन्सिस्टेन्सी चाहिने हो। फ्रिक्वेन्टली तिमीले कन्टेन्ट निकाल्छौ भने त्यो प्रोसेस हुनै पऱ्यो कि, अनि त्यो प्रोसेस अनुसारले जानुपर्छ। मोस्ट अफ द टाइम इफ प्रोसेसमा तिमी स्टिक भएको छैन भने हर्डल के भएर जान्छ, त्यसपछि त्यो इमोसनल फिलिङले गर्दा मलाई मन छ म गर्छु, मलाई मन छैन गर्दिनँ। एभ्री वानको टिमको जस्तो कि लाइक आई मेक माइ सेल्फ अकाउन्टेबल कि हप्ताको एटलिस्ट 3टा गरेर आएको छु मैले। आई मेक माई टिम अकाउन्टेबल कि हप्ताको एटलिस्ट 3टा-4टा हेरेर डिपेन्डिङ अपन यतिवटा गरेर आएको छ। सो त्यो एउटा सिस्टम क्रिएट गरिदिनुपर्छ, न त क्योटिक हुन्छ। हाउ डु यु क्रिएट द्याट सिस्टम? यो सबसे ट्रिकी पार्ट जस्तो लाग्यो मलाई चाहिँ। सो म ट्रेलो युज गर्छु। अब एभ्री विक मैले 3टा गेस्टलाई राखेको छु कि छैन, अप्रोच गराएको छु कि छैन, त्यो कुराहरू हो। फ्री भएको टाइममा मलाई यो टपिकहरू अब आई हेभ गेस्ट लिस्ट जुनमा अहिले पनि 200 भन्दा धेरै गेस्टहरूको नाम छ क्या, मैले भ्याएकै छुइनँ त्यो। सो त्यसबाट छानेर मलाई त्यो विकको फ्लेभर के हो, मलाई के मुडको बारेमा कुरा गर्नुहुन्छ त्यो अनुसारले मैले राख्छु। अर्को सिस्टमहरू भनेको चाहिँ त्यही हो। अब मैले चाहिँ एकजना प्रड्युसर राखेर प्रड्युसरको थ्रुबाट मैले उसँग वर्क गर्छु सिस्टम क्रिएट गर्नमा। उसलाई पनि जहिले पनि ट्रेलोमा राख्ने गर, सबैलाई असाइन गरिदिने गर, अनि एसेसरी गराउने गर, डेडलाइन्सहरू गर्ने गर, बिहान यति बजे एकचोटि यो मान्छेहरूसँग के भयो त्यो अपडेट राख्ने गर, मलाई त्यसमा अपडेट गर्छु सो द्याट म हेर्छु भने त्यो अकाउन्टेबिलिटी क्रिएट भयो नि त एउटा चेन। म भरे त्यो हेर्छु या हेर्दिनँ। लाइक जिमको कुरामा पनि म सबै ब्रान्च भिजिट गरेर राख्दैन,
सबै ब्रान्चको रिपोर्ट्स आउँछ होला डेली विकली एभ्रिथिङ डिटेलमा म त हेर्दिनँ तर के भयो भनेपछि म भए पनि नभए पनि द टिम इज अकाउन्टेबल कि ओके दाइले हेरिरहेछ सो पडकास्टमा पनि त्यही कुरा एउटा सिस्टम छ अनि हि हेज टु रिपोर्ट टु मी या हुन्छ कहीँ अपडेट गरिदिनुपर्छ कि आज काम के भयो भनेर त्यो भएपछि म सबै दिन त्यो हेरेँ पनि नदेरे हेरेँ पनि ऊ त अकाउन्टेबल भयो नि त अनि उसले सबैलाई अकाउन्टेबल पार्ने भयो सो आई थिङ्क दिस इज समथिङ मैले मेरो बिजनेसबाट सिकेँ सिस्टम्समा वर्क गर्ने र सिस्टम्समा रिलाइ गर्नुपर्छ 5-6 वर्ष अगाडि मेरो त्यो सिस्टम भन्ने नै थिएन बिजनेसमा पनि तर अहिलेको केसमा आई रन लाइक 3-4 वटा बिजनेसेस नै रन गरेर आएको छ पडकास्ट बाहेक अनि सबैतिर चाहिँ सिस्टम छ सबैतिर त्यो क्लोज एउटा हुन्छ नि अकाउन्टेबिलिटीको चेन चाहिँ छ त्यो युट्युबको च्यानल आर्टमा न्यू पडकास्ट 3 times a week पनि एक प्रकारको पब्लिक अकाउन्टेबिलिटी हो अकाउन्टेबिलिटी नै हो त्यो गर्नै पर्यो भनेर क्या एट टाइम्स आई स्टार्टेड विथ आई थिङ्क 2टा एपिसोड गर्थ्यो होला मैले हप्ताको अनि यो 2टा एपिसोड अरू टाइम पनि फ्री छु नि मलाई टाइपको भयो अनि त्यसपछि जति म फ्रिक्वेन्टली पडकास्ट गर्छु मेरो आर्टिकुलेसन बेटर हुन्छ क्या म मोर क्लियरली बोल्न सक्छु मोर फ्लुएन्टली पडकास्ट रन गर्न सक्छु सो आई डोन्ट वान्ट त्यो हुन्छ नि ग्याप होस् भनेर सो 3टा एज लङ एज म हप्ताको 3टा गरेर आएको छु आम लाइक अ वेल ओइल्ड मसिन तर त्यो गरेन भने त्यसपछि फर्स्ट एपिसोडमा ला के हुने हो टाइप हुन्छ आई हेट द्याट फिलिङ त्यो ग्यापले कस्तो गाह्रो पर्छ नि त्यो रिजमै बिगारिदिन्छ कि अनि यु अपलोड ओन्ली 1 per week होइन 3टा जान्छ 3टा अपलोडै 3टा हो अपलोड 3टा जान्छ मेरो अब सो तर ब्याकअप बनाउनको एट टाइम्स लाइक हप्ताको 5 वटा लास्ट विक वाज लाइक 6 वटा गरेँ क्या मैले होइन अब यो विक पनि 5 वटा छ अनि एट टाइम्स 2 a day गरेर आउँछ लाइक हिजो मैले 2टा गरेँ दिनको सो इट रियल डिपेन्ड्स अपन टपिक र कुनै हेभी छ भने अर्को सेकेन्ड पडकास्ट राख्नै पऱ्यो भने इट इज गोइङ टु बी लाइट पडकास्ट टाइपको सो त्यसरी कन्टेन्ट डिभाइड गर्छु म ओके तपाईँको केही छ यसमा के थियो कुरा सिस्टमको बारेमा कुरा गरिरहेको थियो अकाउन्टेबिलिटी टिममा त्यो चाहिँ कस्तो छ भने मलाई चाहिँ एउटा पोइन्टमा के भएको थियो नि अब म सिकाउने गरी मान्छे ल्याउँदिनँ सिकिसकेको मान्छे ल्याउँछु भनेर मैले एडिटरको लागि भेकेन्सी खोल्यो हामीले होइन अनि धेरैजनाको आएको थियो अनुराग भाइ सो उसको पनि आएको थियो त्यो मान्छेमा मैले के फिल गरेँ भने ऊ एउटा लेभलमा छ क्या यसलाई अलिकति ग्रुम गऱ्यो भने चाहिँ यो खत्रै हुन्छ भने फर्स्ट क्वेसन के थियो स्पोर्ट्स कतिको हेर्छौ भने कि मलाई त मेन चाहियो नि त कन्टेन्ट त उसले पहिला बुझ्नु पऱ्यो नि त हाल्नु अगाडि म त हेर्छु भन्यो ल ठिक छ सो इट टुक मी अराउन्ड उसले रिमोटली काम गरे सुरुमा ढिलो भइरहेको थियो अनि इट टुक मी अराउन्ड भनौँ न अनुराग र मलाई नै 6 months अहिले अनुराग फुल टाइमै गरिरहेछ बवालै काम गरिदिइरहेछ कि सो उसले गरेर प्रोडक्सन यस्तो दामी भएको छ आउटपुट होइन त्यो ग्राफिक्स भिजुअल कुराहरू यस्तो मजाले हालिदिन्छ उसले प्लस उसलाई अब हेल्प गर्न त्यहाँ सार्थक आएको छ सार्थक केमिन एज एन इन्टर्न तर उसको कामहरू जे भने पनि गरिदिन्छ क्या मैले बिर्सेको कामहरू पनि एकचोटि उसलाई लेखिदिएँ मैले पुगेँ कि कता फ्ल्यास आउँछ नि यो गर्नुपर्ने भनेर सो उसले एक्जिक्युट गरिरहेको छ अनि मैले उसलाई के भनेको छु सार्थकलाई भाइ यो रियली स्किल्ड ग्राइन्ड गरिदिन्छु है तिमीलाई त्यति सिक पेली नसिक तिमी 3 महिना मसँग पेल्यौ त्यसपछि तिमी कहाँ पुग्छौ हेर भने बिकज आई वान्ट टु गिभ मोर रेस्पोन्सिबिलिटिज टु हिम के त्यो हिसाबले चाहिँ अलिकति त्यो पोस्ट प्रोडक्सन चाहिँ त्यो टिम चाहिँ बलियो हुनु पर्थ्यो मैले सुशान्तलाई सोधेँ कि 3टै हाल्छौ भनेर के त्यो पोस्ट प्रोडक्सन टिम राम्रो भयो भने त 5वटा पनि त हाल्न मिल्यो नि त अनि तर अनि फेरि म एकदमै आम नट भेरी पर्टिकुलर अबाउट त्यो हाम्रोमा एडिट नै हुँदैन इट्स बेसिकली लोगो सोगो हालिदिने अनि अडियो रिप्लेस गरिदिने मात्र हो होइन सो त्यसले त्यो फ्रिक्वेन्सी गर्न अलाउ पनि गर्यो मलाई जस्तो कि अब केही हाइलाइट्सहरू जुन हामीले अगाडि राख्छौँ त्यो सबै मलाई 100% चित्त बुझेको छ हुँदैन क्या सो बिजनेस रन गरेर मैले के सिकेँ भनेर भन्छु इफ यु वान्ट टु स्केल आफूलाई 100% के हो जस्तो लाग्छ त्यसको 85-80% सम्म पनि एक्सेप्ट गर्न सिक्नुपर्छ अनि वाइल वी आर लुजिङ 20% हामीले त्यसको सट्टामा चाहिँ 80% वर्क अर्को गर्न सक्यो कि 80% वर्क अर्को गर्न सक्यो कि सो रादर देन एउटा एपिसोडलाई म हप्ताको गरेर 100% गर्नु सट्टा आई क्यान डु 80%, 80% सो त्यो ओभरअलमा हेर्ने हो भने त ग्रसमा हेर्ने हो भने त हामी लाइक इट्स अलरेडी इट्स वर्थ इट जस्तो लाग्छ टु लेट सम थिङ्स गो अन द टेबल अनि प्लस त्यो अझ बेटर वेमा पर्फेक्ट नै गर्न सकिन्छ होला तर टिम पनि त बर्न आउट हुन्छ नि त फेरि सो त्यो पनि अलिकति ध्यान दिनु पऱ्यो सो फर मी त्यही नै हो इट्स मोर अबाउट सकेसम्म रहनै राखौँ अलिकति चाहिने अब अडियो क्लियर हुनु पऱ्यो अब यस्तो बेसिक्सहरू बाहेक त्यस्तो पर्टिकुलर चाहिँ छुइनँ म कन्टेन्टमा ओके यो 16 to 25 years
ओल्ड पर्सन जसले पडकास्ट सुरु गर्न चाहन्छ, यसमा चाहिँ मलाई पनि 1-2टा चिजहरू एड गर्नु मन थियो एज अ क्रिएटर है। मैले देखाएको चिज चाहिँ के हो भन्दाखेरि जस्तै यु डु नट ह्याभ टु बी इन काठमाडौँ अर मेजर सिटिज टु रन एउटा गुड पडकास्ट अथवा टु ब्रिङ आउट स्टोरिज भनौँ न। हामीले स्टोरिज त लिएर आइरहेको नि सबैजनाले। तपाईँ रोल्पामा हुनुहुन्छ भने पनि वाट्स युनिक टु यु अर योर सराउन्डिङ पनि म्याटर गर्छ जस्तो लाग्छ। सो त्यसले झन् ब्युटिफुल बनाउँछ होला कि। जस्तै माओवादी सङ्कट कालको टाइमको स्टोरिजहरू त मेबी त्यहाँको मान्छेले अझ बेटर तरिकाले लिएर आउन सक्छ होला नि त। मेबी पडकास्ट भने यही नै हुनुपर्छ भन्ने छैन होला नि त। पडकास्ट क्यान बी दिस एन्ड दिस, एउटा लामो फर्म अफ भिडियो। वाट्स इन्ट्रेस्टिङ इज द कन्टेन्ट होइन। सो यो चिज पनि आई थिङ्क अपकमिङ क्रिएटरहरूले चाहिँ दिमागमा राख्नुपर्छ जस्तो लाग्छ। वाट डु यु वान्ट टु, मैले कम्प्लिट गरेँ ल, वाट डु यु वान्ट टु डु भन्दा पनि वाट्स युनिक टु यु एन्ड योर सराउन्डिङ जस्तो लाग्यो। किनकि वाट डु वान्ट टु डु क्यान बी पर्स्युड लेटर अन पनि जस्तो लाग्छ। अघि मैले कति इन्कम्प्लिट भएको थियो कि यो कुरा। सो एडप्ट गर्न मन लाग्यो के भने हल्का इन्भेस्टमेन्ट चाहिन्छ होइन, बेसिक एउटा फोन होइन। र अहिले त के भएको छ नि, त्यो माइकहरू पनि कस्तो सस्तो आएको छ कि। अहिले त यो 40,000 45,000 को किन्नु पर्ने पछिको स्टेजमा किने भयो कि। अहिलेलाई बेसिक माइकै राखेर माइकै क्लिप गरे पनि इट क्यान बी अ पडकास्टको कुराकानी त हो नि होइन। मलाई चाहिँ मैले विनायकलाई पुस पनि गरिरहेको छु यो कुराले होइन। सो त्यो किन पनि गरिरहेको छु यही मान्छेलाई भन्ने रिजन पनि छ कि। सो अब चाहिँ जस्तो मैले मुभीहरूमा पनि देखाएको छु होइन, एउटा 2टा सुनेको छु, त्यहाँ 2जना होस्ट हुन्छ, गेस्टै हुँदैन कि। अनि एभ्री विक अब केमा उनीहरूले नै कुरा गर्छ कि होइन। अब सो विनायकलाई चाहिँ किन मैले च्यापेको भनेको यसको र मेरो जुन वी एक्स टु इमेज छ नि, वी युज टु बी फर एन्ड अगेन्स्ट एट वान टाइम होइन। अब ओके यु एक्स गऱ्यो एउटा राम्रो भएको थियो होइन, तर उसलाई र मलाई चिन्ने त एउटा जोडी पनि फेमस छ, द्याट्स ब्रान्डको कुरा आयो त्यहाँ। र त्यसपछि चाहिँ के भने कुरा गरौँ त, किन उसले नि त्यही खालको कन्टेन्ट बनाइरहेछ र तिम्रो खालको कन्टेन्ट त म कन्ज्युम गरिरहेको छु नि त। भने म पनि अपडेटेड छु, तिमी पनि अपडेटेड छौ, वाट्स गोइङ अन करेन्ट अफेयर्सदेखि लिएर सबै कुरा। यो गेस्टको यो न्यारेटिभ तोड्ने कुरा मलाई चाहिरहेछ कि। गेस्टलाई इक्वेसनबाटै हटाउनु पर्यो त। कि त लाइक ल सिम्पल कुरा, 3जना मिलेर अनुप पनि हुन्छ, 4जना मिलेर एउटा बनाउनु त च्यानल नयाँ। हामी मात्रै कुरा गर्ने कि गेस्टै नल्याउनु, किन चाहियो गेस्ट? 4जनाको यहाँ ओपिनियन आइरहेछ क्या, त्यो पनि दिउँ न मान्छेलाई। बिकज अघि उसले भने जस्तो तिमीले एक्जाम्पल दिएको साँच्चोको प्रपोज गरेर आउँछ यो त के म त सिरियसली पिचको सुनिरहेको म, मेरो जोस त थाहा छैन। सो भन्न खोजेको त्यो चाहिँ एउटा चेन्ज गर्नु छ कि इट्स नट अबाउट द गेस्ट, इट्स अबाउट द इनसाइड द्याट पिपल कमिङ टु अ पडकास्ट। एउटा पडकास्टरले कसैलाई बोलाउँछ भन्दाखेरि त्यो मान्छेलाई किन बोलायो भन्ने रिजन हो कि। ठक्क थम्बनेल हेरेर मलाई मन पर्दैन यो टाइपको भनेर नजाउँ कि। यसको भिडियोको एक्जाम्पल दिन्छु, हिजो मैले हेरिनँ के भन, मैले क्लासमा नि आज पढाउँदाखेरि भने मैले विनायकको भिडियो हेरिनँ बिकज खोइ रिलेटिभ भएन थम्बनेल हेरेर भन्यो। तर पछि यसो फिल गरेँ यार 19th century पो त विनायक ह्याज समथिङ टु से, केही थाहा नभएको कुरा भन्ला यसले त्यहाँ भनेर हेरेँ क्या मैले होइन। सो हेर्नु चाहिँ पर्यो क्या, सिम्पल कुरा। अनि यही कुरामा क्या स्कुलको एकजना स्पोर्ट्स टिचरलाई बोलाएको छ क्रिकेटको होइन, उहाँ क्यालकटाको मान्छे, पास्ट 10 yearsदेखि नेपालमा गरिरहनु भएको, को प्लेयर ट्रेन गराएको छ त्यो अर्कै कहानी छ क्या। सो त्यो अनसङ पार्ट होइन। अब त्यही कुरा हामीमा नि हुन सक्यो नि त, त्यो ब्रेक गरौँ के। तपाईँले बेसिकली भन्नु खोज्नुमा पहिला रेडियो कान्तिपुर, रेडियो इमेज एफएममा बिहान एउटा प्रोग्राम आउँथ्यो नि, शुभ दिन टाइप, 2-3जना मात्र बसेर। तर अहिले पनि आई थिङ्क धेरै जस्तो पडकास्ट एकजना होस्टले नै रन गर्छ ग्लोबली हेर्ने हो भने। इट इज लाइक एकजना मान्छे टकिङ विदाउट लाइक भिडियोज अडियो मात्र हो, या भन्छ 2जनाले एउटा सो रन गरेर आउँछ। देयर इज लाइक न्युमरस इक्जाम्पल्स जुनमा चाहिँ भनौँ न गेस्ट नै नभएकोहरू पनि छन्। सो समथिङ लाइक द्याट, यस त्यसको लागि पनि स्पेस छ डेफिनेटली नि। मजाले गेस्टै चाहिएन कि, त्यो सोच त गेस्टै भएन त हामी 3जनाले चलाइरहेछौँ भने कसलाई बोलाउने, के रिसर्च गर्ने होइन। हामी टपिक मात्रै रिसर्च गरेर बस्छौँ कि, आफ्नो लागि रिसर्च गर्छौँ सो द्याट एकअर्कालाई हान्नको लागि के। फाल्ने हो नि त, मैले तिमीलाई फाल्छु, तिमीले रिप्लाई गर्छु, मेरो नलेज बढ्छ र यो सुनेर अडियन्सको नलेज बढ्छ क्या। त्योतिर जानु पर्यो क्या हामी। अब इन्ट्रेस्टिङ त्यो अब प्रपोजल त सोच्नै पर्छ होइन। आई थिङ्क हामी सबैको लागि टाइम कमिटमेन्ट हो कि, नगर्ने त हामी होइन, मिलेर गरिहाल्छौँ। टाइम कमिटमेन्ट हो जस्तो लाग्छ सबैको लागि। ट्रु। ओके, अब हामी कता जाउँ भन्दाखेरि पैसातिर जाउँ। कति भनेर सोध्दिनँ म होइन। सोर्सेस अफ रेभेन्यू के हो आउट अफ पडकास्ट? तपाईँहरूको दाइबाटै सुरु गर्नु।
मेरो त गुगल एड्स मात्र हो। ओके टाइम एन्ड अगेन बिचमा कहिले काहीँ चाहिँ अरू स्पोन्सर्सहरू आउँछन्, तर अदर देन द्याट गुगल एड्स मात्र हो। ओके एडसेन्स राम्रै छ दियोस्। डिसेन्ट। नाइस। ओके दाइको आई थिङ्क यहाँ भन्न मिल्ने चिजहरू धेरै चिजहरू छ। एडसेन्स मात्र तपाईँको एउटा सोर्स अफ रेभिन्यू होइन, मल्टिपल सोर्सेस छ। हाइब्रिड मोडल छ मेरो। वाउ थ्याङ्क यू फर द वर्ड। होइन सो के मेथड छ त पडकास्टबाट पैसा कमाउने? तपाईँ यस्तो गरौँ न, के मेथड छ भन्दा नि तपाईँले के मेथडहरूको अप्लाई गरिरहनु भएको छ? सो अब सेन्स यस्तो गरौँ न, नेपालको हाइएस्टबाट लोएस्टसम्म जाउँ। तपाईँको मल्टिपल छ नि त, सो हाइएस्टबाट लोएस्ट अमाउन्ट वाइज प्लेसमेन्ट वाइज के गर्नुहुन्छ? अलिकति भूमिका चाहिँ बाँच्छु है। हुन्छ प्लिज टेक इट। अनि कस्तो हुन्छ भने सेन्स हाम्रो एडसेन्सको अब युएसमा एकजनाले हालेर 1 लाख भ्युज पाउनु र हामीले 1 लाख भ्युज पाउनुमा रेभेन्यूको डिफ्रेन्स छ होइन। सो त्यसलाई क्रप गर्नको लागि चाहिँ मैले यो हाइब्रिड मोडल किन गरेँ भने सिन्स आई वर्क इन टिभी मलाई त्यो कन्सेप्ट आएको थियो। वीएक्समा पनि दे वाज अ स्पोन्सर होइन। त्यो भएपछि के हुन्छ नि एउटा एक्स्ट्रा फन्डिङ आउँछ कि होइन। त्यसले गर्दाखेरि एउटा स्पोन्सर आउँछ र मैले गरिरहेको कुरामा उहाँको नाम जोडिन्छ, उहाँको प्रसङ्ग उठ्छ भने उहाँलाई पनि फाइदा हो। इट्स अ टु वे थिङ। युट्युब रेभेन्यू चाहिँ मैले अलिकति त्यो सेकेन्डरी सोर्स अफ इन्कममा राखिदिएको छु कि होइन। मेरो मेन फोकस चाहिँ मेरो सोमा हुने कुरा र मलाई के मन लाग्छ भने द्याट इज माई मेजर वान होइन। माई स्पोन्सर्स अहिले उम्रो हुनुहुन्छ मसँग है। सो त्यो हिसाबले द्याट इज माई मेजर वान। त्यसै गरी अब रिलेटेबल प्रोडक्ट के म कोही सिमेन्टको स्पोन्सर ल्याउनेवाला छैन है, म कुनै फलामे छड्को ल्याउनेवाला छैन, बरु अगरबत्ती ल्याउनु लागे टक्क बालेर कुरा हार्नु मिल्यो नि त होइन। रिलेटेबल प्रोडक्ट कफी छ मसँग, काठमाडौँ कफी। सो कफी एन्ड कन्भर्सेसन हो कि खास भन्ने सबभन्दा दामी माइलेज कफीलाई हो कि है। रिलेटेबल प्रोडक्टहरू हुन सक्यो, एनर्जी ड्रिङ्क हुन सक्ला, के हुन सक्ला। म चाहिँ त्यो रिलेसनमा जान खोज्छु कि टाइम लाग्छ, मलाई गाह्रो छ, तर वान्स इट ह्यापन्स एकचोटि मेरो कुरा उहाँले बुझ्नु भएपछि पुग्यो कि मैले धेरै कन्भिन्स गर्नै पर्दैन क्या। र त्यो जब अर्गनाइजेसनको म टप मान्छे भेट्छु नि त होइन, एचओडीहरू भेट्छु, उहाँहरूले बुझिसकेका हुन्छ कि एक त त्यो मेरो पनि नामले गरेर प्लस च्यानलले गरेर र अर्को के रहेछ सुशान्त भन न, जुन हामीले कन्सिस्टेन्सी दिएको छ नि। किनभने धेरै धेरै आयो गयो नि त पडकास्ट गर्नु, कोही सेलिब्रिटिजहरूले पनि सुरु गर्नुभयो, तर कन्सिस्टेन्सी दिएको छ नि, त्यहाँबाट चाहिँ मान्छेले विश्वास बिल्ड गर्दो रहेछ क्या। तिम्रै च्यानलमा एक बेला तिमी कति ग्याप गर्थ्यौ र अहिलेको तिम्रो इमेज हेर न, कम टु द रेस वान्स अगेन भयो नि त। सो रेभेन्यूको लागि चाहिँ आई डिपेन्ड अपन अल ब्रान्ड्स र आई प्रेफर नेपाली ब्रान्ड मोर होइन। र त्यसले गर्दाखेरि चाहिँ अलिकति नयाँ कुराहरू आँट्न पनि मजा आइरहेछ कि। त्यो चिनजना पाइपलाइनमा हुनुहुन्छ। अब एउटा सो छ, त्यसको लागि एउटा वालेट कम्पनीसँग कुरा गर्नु छ, म 2-3टामा जान्छु, जसले गऱ्यो उसको नाफा हो क्या। प्रेजेन्ट गर्न त मलाई आउँछ नि त। तर ह्याभिङ सेड द्याट म के भन्छु भने प्रोडक्ट ब्लेन्ड गर्ने हो, फ्यात्त देखाउने चाहिँ होइन चाहिँ म भन्छु। अब यही कुरामा हामी अब यो क्रिएटरको टाइम होस्, एभ्री वान इज अ क्रिएटर, तर क्रिएटरहरूलाई के थाहा छैन भन्दाखेरि तपाईँसँग भएको नलेज छैन कि। जस्तै टाइटल स्पोन्सरसिप हुन्छ होला, त्यसपछि अरू के फर्मेट्सहरू हुन्छ जुन चाहिँ पडकास्टमा ठ्याक्क ब्लेन्ड इन गर्न मिल्छ। तपाईँले कसरी ब्लेन्ड इन गरिरहनु भएको छ मलाई सर र भनिदिनु। यसको लागि हेर्नु, मैले ब्याचलर सकाएको 12 वर्ष भयो भनेको मेरो 12 वर्ष अगाडिको नलेज थियो कि। त्यो नलेजलाई मैले कसरी चेन्ज गरेर लान्छु भने मैले देख्छु नि कुनै इभेन्टको आजकल त मोबिलिटी पार्टनर भनेर राइड सेयरिङ आउँछ, जे पनि नाम राख्न मिल्यो कि क्रिएटिभिटी त्यहाँ छ क्या। इफ आई गेट एन एनर्जी ड्रिङ्क, एनर्जी पार्टनर हालिदिन मिल्यो मैले होइन। इफ देज ल भनौँ न के त्यही अनुसारको के होइन। कन्भर्सेसन पार्टनर भने मैले कफी राख्न मिल्यो, 100वटा राख्न मिल्यो क्या। यु हेभ टु बी क्रिएटिभ नि त। त्यसको लागि कन्टेन्ट क्रिएसनमा त क्रिएटिभिटी त मेन पार्ट हो। तपाईँको पडकास्टमा अहिले कतिवटा स्पोन्सर छन्? मसँग टाइटलमा उम्रो छ, विच इज अ स्पोर्ट्स ब्रान्ड, वर्ल्ड रिनाउन्ड ब्रान्ड हो होइन। त्यसपछि त्यो स्पोर्ट्सको त्यहाँ लिङ्क भइहाल्यो। त्यसपछि मसँग हाम्रो सपोर्टेड बाई भनौँ अथवा कन्भर्सेसन पार्टनर भनौँ, काठमाडौँ कफी छ। अनि इन्टरनेट पार्टनर हुनुहुन्छ हामीसँग, डिसोम हुनुहुन्छ होइन। सो यस्तो कुराहरूले चाहिँ मलाई इजी बनाएको छ कि मैले क्याटेगोराइज गरिदिएको छु। इफ न्यू प्रोडक्ट कम्स मलाई के फिल हुन्छ कि ओके दिस म्याचेस है, मिल्यो है भन्दाखेरि चाहिँ म गर्छु कि। अब है एकचोटि फेरि सोधेँ, अब अम्रो टाइटल स्पोन्सरसिप, अम्ब्रोले टाइटल स्पोन्सरसिप पाएको छ भने अम्ब्रोको प्लेसमेन्ट कसरी गरिदिइरहनु भएको छ तपाईँले?
ओके उम्रोको लागि मैले के गरिरहेको छु नि एउटा मैले प्रप लोगो डिस्प्ले गरेको छु होइन र अर्को चाहिँ उहाँहरूले मलाई बेला बेलामा लुगा पठाउनुहुन्छ त्यो भन्दा पनि अझ अर्ग्यानिक गरौँ न भयो क्या मलाई सो वाट आई डिड वाज मैले उम्रोलाई भनेर ओरिजिनल्स बाहिरबाट उम्रोको आइकनिक जर्सीहरू मगाएँ क्या वाह इङ्ल्यान्डको थियो होइन ब्राजिलको थियो अनि इन्टर मिलानको छ मसँग एउटा है अनि त्यसरी छ कि भनेपछि अब त्यो क्या अर्ग्यानिक देख्यो कि जब मलाई देखाउँछ यहाँ लोगो देखिरहेछ त्यो कुरा सो त्यसरी चाहिँ मैले ब्लेन्ड गरेको छु अनि भिडियोको बिचमा दिस कम्स अ पार्ट जहाँ चाहिँ मैले चाहिँ अब उम्रो खास भाटबटिनीले प्रोभाइड गरेर हो कन्ज्युमर्सलाई सो सबै आउटलेटमा चाहिँ छैन क्या त त्यो थाहा दिनु त पऱ्यो नि त कुरा गर्दै जाँदाखेरि न्यारो डाउन गरे हो क्या सो यो ठाउँमा पाउँछ नि त भनेर मलाई आलोकले भनेपछि चाहिँ ल ओके यो भनेर एउटा भिडियो बनाएको छ क्या सो अब त्यसमा पनि इम्प्रोभाइज गर्दैछु अब गएर म पसलमै भाटबटिनी नै गएर जुत्ता देखाएर लुगासुगा देखाएर यो पाउँछ है भन्न मिल्यो नि त सो त्यसरी ब्लेन्ड गरिदिने हो त्यो एउटा भयो होइन यो किन गर्न खोजिरहेको भन्दाखेरि सर्फेसियल यो चिज भन्यो भने मात्र थाहा हुँदैन कि अब तपाईँले यो चिज अब अम्रो भयो त्यसपछि काठमाडौँ कफीलाई कसरी इन्टिग्रेट गरिरहनु भएको छ रमाइलो कुरा है उम्रोको प्रसङ्गै उठ्दैन कि सोमा प्रसङ्गै उठ्दैन देख्नेले देख्छ कस्तो इम्प्याक्ट पर्छ क्या देखेर पनि काठमाडौँ कफीको पहिलो कुरा इम्प्याक्ट भने कपमा टक्क काठमाडौँ कफीकै कप छ मसँग त्यो हामीले किन्ने मगमा छापेको मगमा राख्दिनँ देख्नु पऱ्यो नि त उनीहरूको पनि राम्रो ब्रान्ड टक्क परेर कफी मग हुन्छ मगमा नाम आयो समटाइम्स आई स्टार्ट द कन्भर्सेसन मेकिङ अ कफी अहिले उहाँहरूले एउटा त्यो मैले भनेको थिएँ नि अघि एक्सप्रेसो सट्स बनाउनु भएको छ क्या स्ट्रिपमा हुन्छ होइन इफ युआर अन द गो कहिलेकाहीँ खाना भ्याउँदैन नि त सुशान्त एकदम कफी लभर सट्टै निकाल्यो सर खायो प्याकेट डस्टबिनमा फाल्यो हिँड्यो काममा लागिसक्यो कफीको क्याफिन त्यहाँ मजा आउने रहेछ कि अहिले कमेन्ट्रीमा ठ्याक्कै आधा घन्टा अगाडि खान्छु कि म त्यो दिन्छ क्या त्यसले त्यो किक दिन्छ होइन सो त्यो कुराहरू अब अस्ति यो ललितपुरको गोलकिपर आएको थियो जेफ्री पाल्टस सो I started it by introducing the coffee and making a coffee for him. त्यो तातो पानीसँग खान्छस् कि चिसो पानी त्यसको प्रसङ्ग त्यहाँ आयो होइन सो अब कुरा गर्दै मसँग कन्सल्टेन्सी थियो पहिला हाम्रो स्वप्निल दाईको एडुक्वेस्ट होइन राम्रो सपोर्ट गर्नुभयो दाईहरूले सो कुरा गर्दै जाँदाखेरि चाहिँ अनि पढ्न जान कति खेलाडीले चाहिँ पढ्न मन छ भन्दाखेरि पढ्नलाई त एजुकेसनको लागि त यु निड टु गो अब्रोड कहाँ के छ भन्दाखेरि अनि अडियन्सलाई भन्न मिल्यो त्यहाँ एडुक्वेस्ट छ त हाम्रो पार्टनर ब्लेन्ड गर्ने हो कि ओके अब यो ब्लेन्ड त भयो होइन तपाईँ यहाँसम्म पुग्नको लागि यो चिज त ब्रान्डलाई कम्युनिकेट गर्नु पर्यो होला नि त सो हाउ डु यु कम्युनिकेट दिज थिङ्स टु द ब्रान्ड मेरो चाहिँ एउटा कस्तो बानी छ भने आई स्ट्रेटली गो एन्ड मिट द ब्रान्ड हेड्स आई ट्राई टु अभोइड एजेन्सिज होइन किनभने उहाँहरूलाई पनि समस्या छ क्या अब बिकज दे आर द मेन लिङ्क नि त अब कतिवटा कुरा एजेन्सीमा के हुन्छ भने एजेन्सीले एउटा कुरा प्लान गर्यो एक हप्तामा एक्जिक्युट गरिसक्नु परेछ पल्स मार्केटिङ के तर त्यो कुरा कम्पनीबाट रिप्लाई आउँदाखेरि 1 महिना भइसक्छ सो त्यो प्रोजेक्ट इज क्यान्सल्ड म 3-4वटा मिटिङ गएको छु लास्ट इयरै यो वर्षभरि भनौँ न अनि कति कुरा ल हुने नै भइसकेर आई हेभ नट इभन गट अ कल आफ्टर द्याट के सो आई ट्राई टु अभोइड एजेन्सिज बिकज मेरो पिआर छ नि त रिलेसन राम्रो छ बट फर स्टार्टर्स यु क्यान गो फर एजेन्सिज उहाँहरूले सपोर्ट चाहिँ गर्नु एजेन्सिजहरूमा कसरी जाने त एजेन्सिजमा जानको लागि यु निड टु डु रिसर्च फाइन्ड आउट कहाँ को हुनुहुन्छ कुन पोजिसनमा को हुनुहुन्छ जस्तै यसको लागि डकुमेन्टेसन केही प्रिपेयर गर्नुपर्छ होला यस प्रपोजल चाहिँ रेडी नै राख्नु पर्यो त्यहाँबाट जाउँ ओके जस्तै के चाहिन्छ प्रपोजल रेडी नै राख्नु पर्यो के हुनु पर्यो प्रपोजलमा तपाईँको कम्पनीको इन्ट्रोडक्सन हुनु पर्यो अथवा तपाईँको सोको कन्टेन्टको इन्ट्रोडक्सन हुनु पर्यो च्यानलको इन्साइट्स हुनु पर्यो अनि त्यसपछि के गरिरहेको मिसन भिजन अलिकति हाल्दै भयो एउटा कुरा चाहिँ सधैँ के याद राख्नुहोस् भने प्राइस रेट चाहिँ लास्टमा राख्नुपर्छ क्या होइन एउटा तर त्यो प्रपोजल पनि कस्तो होस् भने एउटा स्टोरी बिल्ड होस् कि त्यो मान्छे एक लाइन पढेर ग्राब होस् कि त्यो फर्स्टको 2 लाइनलाई म्याटर गर्छ कि होइन अझ म चाहिँ के भन्छु भने अलिकति राम्रो प्रोडक्सन हाउस छ भने त्यसलाई चाहिँ प्याराडाइममा मैले भिडियो प्रपोजल बनाउन लाएको थिएँ कि प्रोडक्सन हाउस हो हामी किन पेपरमा बनाइरहेको होइन भिडियोमा हेर्नु नि मजा आयो नि त 1 मिनटको प्रपोजल के ब्रो त्यसमा रेट्स पनि छ त्यसमा इन्साइट्स पनि छ त्यसमा अनि के हुन्छ भने प्रपोजल एउटालाई पठायो 1 महिनापछि अर्कोलाई पठाउँदा त्यही चेन्ज गरेर पठाउँछौ नि त इन्साइट चेन्ज भइसक्यो हुन्छ क्या त्यो कम्प्युटरमा गरिरहन झर्को लाग्छ अब त्यहाँ के गरिदिने भने भोइस ओभर चेन्ज गरिदिने हो कि सच हेरेर टिप्यो रफमा भोइस ओभर चेन्ज गर्दै फाल्दियो सो प्रपोजल चाहियो त्यसमा के चिज चाहियो च्यानलको बारेमा
च्यानल इन्ट्रोडक्सन होस्ट इन्ट्रोडक्सन पऱ्यो भने त्यसपछि टिमको बारे चाहियो जस्तो मेरो मजाको कार्यालय र म मिलेर गरेर आउँ त सो टिमको इन्ट्रोडक्सन चाहिँ के गरिरहेछ त उनीहरूले त्यो कुराहरू चाहियो द्याट इमेज बनाउने हो क्या एउटा त्यसपछि यु निड टु सो इनसाइट्स कतिवटा भिडियो आएको छ होइन कतिवटा अपलोड भएको छ त्यस्तो कुराहरू चाहियो सब्सक्राइबर्स काउन्ट एज ग्रुपहरूको कुरा युट्युबमै छ क्या सबै होइन जति निकाल्न सक्यो त्यो निकालेर तर मैले भन्न खोजेको चाहिँ बेसिक चिजहरू चाहिँ के चाहियो भने एज ग्रुप चाहियो जेन्डर चाहियो होला अरू के कुराहरू चाहियो लोकेसन होला लोकेसन जियोग्राफिकल लोकेसन चाहियो त्यसपछि सब्सक्राइबर्स काउन्ट होइन मैले सुरु गर्दाखेरि मलाई गाह्रो हुन्थ्यो अहिले म अलिकति ढुक्क भएको छु 25,000 पुगेको छ अनि त्यसपछि मेबी टाइटल स्पोन्सरसिप यो हो अनि टाइटल स्पोन्सरसिपमा के चिजहरू पाइन्छ भन्ने कुराहरू रेट चाहिँ फेरि लास्टमा है अब तिमीले अघि भनेपछि चाहिँ इन्साइट पनि तल दिए हुन्छ क्या है सो आफ्टर त्यो इन्ट्रोडक्सन चाहिँ त्यो इन्साइट तल आउँछ त्यसपछि चाहिँ हामीले यो कुराहरू राख्न मिल्यो के स्पट्स अभाइलेबल छ त टाइटल छ 5वटा बनाउँ न त पहिला एउटा टाइटल भयो त्यसपछि अर्को को स्पोन्सर्ड बाई अनि सपोर्टेड बाईमा 3टा हाल्न मिल्यो को स्पोन्सर्डमा 2टा हाल्न मिल्यो होइन धेरै पनि नहालौँ सबैले केही न केही भ्यालु चाहिँ पाउनु पर्यो होइन सो त्यो विषयमा चाहिँ के भने एउटा एस्टन ब्यान्ड हुन्छ होइन अर्को एल ब्यान्ड हुन्छ कि हामीले फुटबलहरू हेर्दाखेरि स्क्रिनको साइडमा यस्तो स्क्रिन सिङ्क भएर आउँछ नि त्यो झन् इफेक्टिभ हुन्छ म चाहिँ त्यसको रेट अहिले हायरै गर्छु एस्टन ब्यान्ड चाहिँ म मजाले दिन्छु क्या होइन अनि एल ब्यान्डको चाहिँ अलिकति एक्सपेन्सिभ हुँदैन ठ्याक्कै अटेन्सन लिइदिन्छ क्या काम गर्दा गर्दा हेरेछ नि के भयो स्क्रिनमा भन्ने हुन्छ क्या सो अनि बनाउनु पनि गाह्रो छ त्यो एनिमेसनै छुट्टै गर्नु पऱ्यो नि त यसलाई सानो बनाएर दुनियाँ दिवाना होइन सो त्यो हिसाबले हुनु पऱ्यो सो एउटा सोको लागि त्यहाँ किनभने 5 देखि 8वटा त प्लेसमेन्ट गर्न मिल्यो क्या 5 देखि 8वटा ब्रान्ड्सहरूलाई ओके यो एकदम इन्साइटफुल थियो सिम्पल कुनै एउटा स्टार्टअप छ अरे होइन भनौँ न त्यो यस्तो उनले बुनेर के बनाउँछ नि डल लेट्स चाहिँ उहाँहरूको होइन कुनै आइएनजिओको छ त्यो अन्डर प्रिभिलेजलाई राखेर बनाएको हुन्छ सो वाट आई क्यान डु इज फर अ स्मल अमाउन्ट अफ मनी बरु होइन के गरिदिन मिल्यो भने गेस्टलाई गिफ्ट दिइदिन मिल्यो होइन अब हेरिकन अझ कोहीलाई अलिकति उनै छ भने म त रेडी टु डु इट फर फ्री तर नेपाली ब्रान्ड हुनु पर्यो ओके त्यो एथिक्सको कुरा आफ्नो होइन गर्न धेरै कुरा मिल्छ क्या ओके यो एकदम इन्साइटफुल थियो थ्याङ्क यू सो मच कोहीसँग बाटर पनि गर्न मिल्यो जस्तो इन्टरनेट बाटर गर्न मिल्यो होइन इन्टरनेट किन अपलोडदेखि लिएर एडिटको लागि हामी प्रोडक्सनहरू कस्तो चाहिने कुरा हो कि सो कति कुरा बाटर पनि गर्न मिल्छ ओके त्यसरी दाइले चाहिँ ट्राई गर्न खोज्नु भएको छैन मैले एजेन्सीहरूको थ्रुबाट ट्राई गर्न खोजेको छु तर समहाउ इट नेभर वर्क्स मैले पर्सनली नै चाहिँ त्यसरी ट्राई गरेको चाहिँ छैन ओके आई थिङ्क आवाज दाइले हेल्प गर्न सक्नुहुन्छ होला अब मेरो दिमागमा कुराहरूलाई के छ ओके ल जस्तै सुशान्त दाइले गर्नु पऱ्यो भने सुशान्त दाइको लागि के फिट हुन्छ होला तपाईँले पडकास्ट नि हेर्नु भएको छ टप अफ द हेड के फिट हुन्छ होला सुशान्तले डाइमेन्सन एक्सप्लोर गर्न मिल्यो किन उसको एज अलिकति जेनरल छ मोर अफ अ पोलिटिक्स फिल आउँछ तिम्रोमा होइन इन जेनरल जान मिल्यो कि जस्तै कस्तो खालको ब्रान्ड्सहरू हुन्छ ई सेवा गाडी बाइक यस वालेट्स होइन ई सेवाहरू मिल्यो सो दोज काइन्ड अफ थिङ्स के कफी त झन् तिमी पार्खी नै हो आई थिङ्क यु बेटर एक्सप्लेन फर कफी देन मी सो छ नि त अनि यसले मलाई सिकाएको थियो बाहिरको लाइभ मेसेज गर भनेर अनुपले गरेँ है मैले त्यो सो एजुकेसनल कन्सल्टेन्सी भन्छ होइन सो हेर यसको लजिक के अहिले देशमा सब बाहिर गइरहेछ युथ होइन धेरै गइरहेछ सब नभन्नु रङ टर्म हुन्छ धेरै गइरहेछ बाहिर त्यो धेरै जाँदाखेरि देशले गुमाइरहेको युथ फोर्स छ तर त्यो लसमा कमाइ कसले रहेछ भने कन्सल्टेन्सीले कमाइरहेछ कि एन्ड दे वर यति सेचुरेट हुन थाल्छ को भन्दा को कम सो नाउ यु क्यान ट्याप इन टु द्याट के यो त हामी सबैलाई नै अप्लाई भयो हेरेर मेरो कुरा पनि भएको कुरा हो यो होइन सो समातौँ कोही न कोही त आउँछ कि किनभने आई थिङ्क त होइन अब हुनै अब तिम्रो त ब्रान्ड नै बनिसक्यो नि त त्यो हिसाबले सुशान्तलाई चाहिँ आई थिङ्क त्यो मैले लिङ्कको कुरा गरेँ नि मिट द टप लेभल के कम्पनीकै मान्छे डाइरेक्टली भेट भनेर चाहिँ म सजेस्ट गर्छु कि मलाई पनि धेरै गाह्रो भएको छ कि एजेन्सीको थ्रु जानलाई बिजनेस रन गर्न गाह्रो कि च्यानल बिजनेस रन गर्न नि है किन च्यानल भन्दा त
यो च्यानलमा त अब एउटा प्रोसेस सेट भइसकेपछि त्यही अनुसारले मात्र गइराख्ने हो बिजनेसको त देयर्स एउटा सिस्टम भए पनि कतिवटा कुरा त सिचुएसनल हुन्छ सो त्यो अनुसारले धेरै कुरा गर्नुपर्ने हुन्छ प्लस अब एटलिस्ट मेरो बिजनेसमा देयर लाइक सो मेनी पिपल जसलाई हेर्नुपर्ने हुन्छ कम्पेयर टु लाइक पडकास्ट त अब आजको भोलि गर्न मिल्यो सो टिम पनि अलिकति ठुलो भएकोले अपरेसनको स्केल पनि ठुलो भएकोले र सिचुएसनल भएकोले बिजनेस अलवेज हार्डर नै ओके यो पैसाको कुरा गर्दाखेरि चाहिँ यो कन्टेन्ट क्रिएसनमा चाहिँ जहिले पनि के प्रब्लम आउँछ भन्दाखेरि यो सस्टेनेबल छ त भन्ने क्वेसन चाहिँ जहिले पनि आइरहेको हुन्छ कि किनकि डिजिटल प्लेटफर्ममा छ जे पनि हुनसक्छ नि त भोलि त सो यो सस्टेनेबिलिटीको बारेमा चाहिँ तपाईँले कसरी सोच्नुहुन्छ आफ्नो कन्टेन्टलाई यसरी हेर्छु यार पहिला सुरु त अब पर्सनली मलाई भन्ने हो भने चाहिँ अब आई हेभ बिजनेसेस त्यो कारणले मलाई त्यस्तो प्रेसर हुँदैन द्याट्स वाइ मलाई जस्तो मन लाग्छ त्यस्तो एपिसोड बनाउन सक्छु जहिले मन लाग्यो तैँले गर्न सक्छु होइन एउटा डिसिप्लिनको कुराले गरेर मात्र मैले हप्ताको 3टा गरेर हो तर अदर देन द्याट सस्टेनेबिलिटीको पर्सपेक्टिभ त्यस्तो गाह्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन बट देन अगेन इट रियली डिपेन्ड्स अपन हामीले जब जे पनि कुरा हेर्दा लाइक बिजनेसेसकै कुरा गरौँ न देयर्स स्ट्याटिस्टिकली भनेर भनिन्छ कि 1 out of 10 बिजनेस मात्र सस्टेन हुन्छ 5 years पछि or 10 years पछि भनेपछि त त्यो जुन पनि फिल्डमा 100% सक्सेसफुल कोही पनि हुँदैनन् होइन सबैजना सक्सेसफुल हुने चान्सै छैन बट त्यो 10%मा तिमी ल्यान्ड गर्न सक्यो भने त सर्भाइभ हुने रहेछ सस्टेन हुने रहेछ अनि कन्टेन्टमा पनि त्यही हो कि हामीले कन्टेन्टमा चाहिँ गर्न सकिँदैन भने बट लुक एट द टप 5 टप 10 कन्टेन्ट क्रिएटर्स नेपालको आम प्रिटी स्योर दे आर डुइङ भेरी वेल होइन सो भनेपछि यो जुन कन्टेन्टमा मात्र आफ्नो स्पेस क्रिएट गर्न गाह्रो या रेभेन्यू जेनेरेट गर्न गाह्रो होइन यो दिस अप्लाइज टु एभ्री सिङ्गल थिङ सो वान्स यु एक्सेप्ट द्याट फ्याक्ट अनि त्यसपछि यु रियलाइज कि ओके अब म के गर्ने भनेर रादर देन सेइङ कि यो स्पेसमा त कामै छैन कन्टेन्टमा क्रिएट गर्नै सकिँदैन रेभेन्यू भन्यो भने त्यसपछि त तिमीले त अब अफकोर्स ट्राई गर्दैन सो बुझ्नु पऱ्यो कि यो कुनै नयाँ चिज होइन जुन चाहिँ अरू आउटसाइड वर्ल्डमा अप्लाई हुँदैन अरू बिजनेसेसमा अप्लाई हुँदैन सो इट्स जस्ट लाइक रनिङ अ बिजनेस इफ यु क्यान क्र्याक डाउन लाइक टप 5 टप 10 भनेपछि अफकोर्स तिमीले लाइभलीहुड क्रिएट गर्न सक्छौ आफ्नो यस्तो भन्न मिल्छ कि मिल्दैन होला तपाईँको बिजनेस अलरेडी छ एउटा अनि यो कन्टेन्ट क्रिएसन तपाईँले गरिरहनु भएको छ रिस्कको हिसाबमा हेर्ने हो भने तपाईँले त्यो रिस्कलाई डाइभर्सिफाई गर्नु भएको छ अनि त्यसले गर्दाखेरि अलिकति बेटर पोजिसनमा हुनुहुन्छ भन्न मिल्छ होला मजाले मिल्छ ओके सो अब सिन्स यु आर अ क्रिएटर एन्ड यु अल्सो हेभ अ बिजनेस तर पहिले तपाईँको बिजनेस थियो देन यु बिकेम अ क्रिएटर अहिले इन्डियामा के ट्रेन्ड देखिरहेछ भने यो क्रिएटर्सहरू जसको एकदम राम्रो फलोइङ छ उनीहरूले चाहिँ अब केही न केही प्रडक्ट अथवा सर्भिस बिल्ड गरेर आफ्नो कम्युनिटीलाई बेचिरहेछन् होइन अब त्यो चाहिँ कतिको पोसिबल छ होला नेपालमा जस्तै हामीसँग एउटा डिसएडभान्टेज भने अलिकति पपुलेसनको डिसएडभान्टेज होला तर त्यो चिजहरूलाई साइडमा राखेर तपाईँले एज अ बिजनेस पर्सन एन्ड एज अ क्रिएटर हेर्दाखेरि चाहिँ यो कतिको एउटा भायबल अप्सन हुनसक्छ द्याट्स अ ड्रिम म अहिले पनि चेस गरेर आएको छु लाइक हाउ डु आई क्रिएट मोर कम्पनीज भनेर या बिजनेसेस भनेर म इट्स वान अफ दोज थिङ्स एभ्री सिङ्गल डे मैले डेडिकेटेड टाइम नै छुट्याउँछु कि फर डिफ्रेन्ट काइन्ड अफ ब्रेन स्टर्मिङलाई एभ्री डे मेरो स्केजुलमा पर्छ एभ्री सिङ्गल डे त्यो बसेर सोच्ने टाइपको हो सो अफकोर्स म पनि त्यो खोजि नै रहेको छु र त्यो भाइबिलिटीको कुरामा डेफिनेटली छ नै एनी बिजनेस तिमीले स्टार्ट गर न तिमीलाई लास्टमा चाहिने भनेर मार्केटिङ नै भएर सेल्सको लागि मार्केटिङ ब्रान्डिङ वाट एभर यु कल इट त्यो त तिमी इफ यु आर अ प्रिटी सक्सेसफुल कन्टेन्ट क्रिएटर भने तिमीसँग त एडभान्टेज भयो क्या सो एटलिस्ट अरू मार्केट भन्दा तिमीसँग एउटा वान अप त भइहाल्यो सो आई थिङ्क द्याट्स अल्सो प्रिटी ह्युज प्रब्लम जस्तो लाग्छ मलाई सो द्याट्स एन एडभान्टेज गर्न पोसिबल छ यसको आई थिङ्क सिम्पल कुरा के हो भने डोन्ट पुट अल यर एग्स इन द सेम बास्केट भन्ने कुरा हो क्या होइन जस्तो मेरो फर्निचर छ नि आई हेभ अ फर्निचर ब्रान्ड होइन सो त्यसको कन्सेप्टै के हो भने जब लकडाउन पछि के भइदियो भने बिकज अफ लकडाउन लट्स अफ स्पोर्ट्स इभेन्ट गट स्टप्ड होइन लकडाउन पछि एउटा लहर आयो नि त मैले प्याराडाइम छोडेको रिजन पनि त्यो हो नि त म 20-25 दिन बाहिर हुनुपर्ने होइन टाइम दिन सकेन अनि त्यो पोइन्टमा चाहिँ मलाई के फिल भयो भने ओके स्पोर्ट्स पनि त डाउन होला नि त एक टाइममा होइन जस्तो लकडाउनको टाइममा एउटाले कमायो कि द्याट वाज अनलाइन स्टोर्स कोही न कोही टाइम आउँछ होइन ल अर्थक्वेक पछि कन्स्ट्रक्सनवालाहरूले कमायो होला नि त अनि एउटा जहिले पनि ट्रेन्ड हुन्छ मार्केटमा सपोज घर बनाउने ट्रेन्ड होला अनि
देयर पिपल जसले केही न केही नयाँ किनिरहेको हुन्छन् त्योलाई ध्यानमा राखेर मेरो उसले गरेर आई स्टार्टेड अ फर्निचर ब्रान्ड होइन अब मेरो टोटल्ली डिफ्रेन्ट छ कि तिमीले भनेको कुरा चाहिँ मैले गरे हो क्या एउटा यस्तो गरौँ कि एउटा नाम त भयो नि त र कस्तो हुँदो रहेछ सुशान्त भने हाम्रो इमेजले चाहिँ मान्छेले त्यो प्रोडक्ट र सर्भिस किन्दो रहेछ क्या हामीले दिनु पनि सक्नु पर्यो क्वालिटी होइन जस्तो मलाई फर्निचरकोमा के भने सुरुमा मैले धेरैजनालाई पठाएँ लाइक साइक आयो यताउता र अर्डर्स पनि आउनु थाल्यो क्या सुरुदेखि सो हामीले सुरुमा त्यति दुःख गर्नु परेन कि टन्न सामान बनाएको थियो सेल मात्रै गरेर बसिरहेको थियौँ कि सो त्यो भएपछि के भइदियो भने अब मान्छेले चाहिँ ए त्यो आवाजको छ नि अहिले पनि मलाई सोध्छ क्या तिम्रो यस्तो छ होइन ऊ छैन अनि पिआरबाटै आइरहेछ कि अपार्ट फ्रम त्यो बुस्टिङ एन्ड एभ्रिथिङ त्यहाँ बुस्ट गरेर आउँछ पोस्टहरू त्यो हाम्रो अनुहार बिग्ने रहेछ क्या दोस्त मलाई चाहिँ त्यो फिल भयो कि इभन म उसको जिम जाँदाखेरि नै अब साथी पनि प्लस सेलिब्रिटी पनि हो उसको त त्यो इमेज पनि म उ गर्छु नि त अनि ल सुशान्तको भनेर गएँ क्या म त्यो हो नि त कुरा तर एट द एन्ड अफ द डे फेरि बिजनेस भने यो अनुहारले बिक्ने भन्ने कुरा प्रोबेबली वान टाइम थिङ हुन्छ होला त्यसपछि फेरि प्रडक्ट अथवा सर्भिसको क्वालिटीमै सबै कुराहरू आउँछ यो लाइक पुटिङ योर फुट अन द डोरहरू भन्छन् त्यो चाहिँ ब्रान्ड तिम्रो भइ नै हाल्यो तर त्यो डोरभित्र चाहिँ के छ भन्ने कुरा इट म्याटर्स मान्छे डोरबाट बाहिर पनि निस्किन्छ फेरि यस्तो हुन्छ त्यो प्रोडक्टमा पनि एकचोटि त मान्छेले बुझ्यो त्यसको रिल्समा तिमी आइरहन्छौ कि त्यो प्रोडक्टसँग चाहिँ तिमी टाइम एन्ड अगेन रिभाइभ भइरहनु पर्यो कि अनि त्यसपछि मान्छेलाई के इस्टाब्लिस भइरहन्छ भने ए यसको हो राम्रो छ रहेछ लिनुपर्छ भन्ने जस्तो लाग्यो क्या मलाई तपाईँलाई केही ऊ छ कि छैन गर्न मन नयाँ बिजनेस आफ्नै मजाले फेस युज गरेर ब्रान्ड युज अहिले त फर्निचरै हो किनभने पोस्ट कोभिड सुरु गरेको अनि के भइदियो भने त्यसपछि जुन आर्थिक मन्दी थियो नि सुरुमा राम्रो सेल्स भयो एभ्रिथिङ आर्थिक मन्दीले चाहिँ हान्यो कि पहिला पोस्ट गर्दाखेरि जति भ्युज ऊ के अरे सेल्स भइरहेको थियो पछि हुन छोड्यो कि सो हामीले त्यो टाइममा के गर्यौँ ओके लेट्स स्टप हियर भएको सामानलाई हल्का फुल्का पुस्ट गरेर बेचौँ पैसा जम्मा गरौँ थपौँ नयाँ बनाऊँ कि सो हाम्रो अब आउट भइसक्यो एउटा दुईवटा टेबल त्यस्तो बाँकी छ होइन अनि अब चाहिँ के गर्नु भने प्रपर प्लानिङ गरेर हाम्रो ठाउँ पनि अलिक ठुलो लिइसक्यौँ साथीकै पार्टनरकै घरमा हो अमृतको सो अगाडिपट्टिको स्पेस पनि लिएर अब त्यसलाई अलिकति डाइभर्सिफाई गर्न लाग्यो अब हामीले बुझ्यौँ नि त मान्छेलाई कस्तो सामान चाहिन्छ के चाहिन्छ हामीले अलिक प्रिमियमै बनाउनु खोजेको हो कि सुरुमा बनाएकै हो सो अब मिड रेन्जमा जाने कि होइन किन हाम्रो सयुज छ नि सयुजलाई एकचोटि कम्प्युटर टेबल चाहिएको थियो हतारमा चाहियो त्यसलाई मेरो बन्दै थियो कि भाइ 5 दिन गएर म बनाएर दिन्छु भने दाइ चाहिसक्यो भने उसले अनलाइन किन्यो अनि मैले 3-4 महिनापछि फोटो पठाउँदा भन्दाखेरि यो किनी ऊ हुने त्यो हुन थाल्यो कि सस्तो हो नि त प्राइस ड्रिभन मार्केट हो सो अब त त्यो सेन्समा म गइरहेको छु कि अनि मैले सिधै भनेको छु मै बनाउँछु रिल ल भन न मलाई कसैले यो बनाइदियो भने त म सर्टेन एक्स अमाउन्ट अफ मनी लिन्छु नि त तर मेरै प्रोडक्ट हो भने त आइ एम रेडी टु सेल माई नेम माई फेस मलाई चाहिँ त्यो लाग्छ कि ओके एउटा सिनेरियोमा जाउँ ल जस्तै पडकास्ट नगर्दाखेरि र पडकास्ट सुरु गरिसकेपछि आफूलाई आउने अपर्च्युनिटिजहरू बढेर आएको जस्तो लाग्छ दाइबाट सुरु गर्नु डेफिनेटली त्यो नेटवर्क नै बढेर जान्छ नि त होइन स्पेसली मैले गरेर आएको कन्टेन्टमा इट्स मोस्टली इन्टेलेक्चुअल्स एकाडेमिक्सहरू भयो या बिजनेस कसै न कसैको कहीँ इन्भल्भ छ सो एउटा राम्रो एक्सपोजर पनि पाउँछ टुवर्ड्स देयर हुन्छ नि इन्डस्ट्रिज अर वर्ल्ड सो अपर्च्युनिटिज त डेफिनेटली नै पाउँछ ओके कुनै एउटा अपर्च्युनिटी तपाईँले भन्न मिल्ने त्यो आफूलाई आएको केही छ त्यस्तो त्यसरी नै चाहिँ मैले त पर्स्यु चाहिँ गरेको छुइनँ होइन किनभने चाहिँ अगेन देयर इज लट अफ थिङ्सहरू मैले अब यो पोइन्टमा आइसकेपछि सोच्नुपर्ने हुन्छ र आफूसँग भएको नलेजको अनुसारले पनि डु आई स्प्रेड माइसेल्फ थिन कि अलिकता हुन्छ नि केही एकदमै सलिड अब मेरो फर मी इज लाइक सलिड केही चिज छ भने मात्र इङ्गेज हुन्छु म अनि इफ द रिटर्न्स आर लाइक रियली कन्भिन्सिङली गुड होइन अदर देन द्याट भएको चिजलाई पनि त मैले मेन्टेन गर्नु पऱ्यो अनि देयर इज लाइक मेरो क्यापेसिटी लिमिटेड छ होला सो कतिवटा अपर्च्युनिटी आई लेट गो अन द टेबल तर त्यो जुन मैले जुन लेभलको खोजिरहेको छु त्यो नपाएसम्म चाहिँ म केहीमा पनि हात हाल्दिनँ अरू ओके सो अपर्च्युनिटिजहरू चाहिँ मजाले आइरहेको छ त कमेन्ट्रीमा पनि हुनुहुन्छ होइन मिडिया पर्सन पनि हो त्यो कन्टेक्स्टमा कतिको अपर्च्युनिटिज बिकज अफ पडकास्ट आइरहेछ मेरो यस्तो थियो क्या सो लाइक कमेन्ट्री गर्नु भनेको दोज आर माई डट्स इन लाइफ होइन एउटा डट छ बिचमा स्पेस छ अर्को डट छ क्या सो लास्ट टाइम मैले गरेको भने क्रिकेटको जनकपुर गएर त्यसपछि ग्याप थियो फेरि अहिले गरेको एनएसएल भइरहेछ सो त्यो ग्यापमा चाहिँ मैले के गर्ने त मेरो पडकास्टै फुलफिल गरिरहेछ कि बट
ह्याभिङ सेड द्याट पडकास्ट प्राइमेरी नै छ है मेरो उमा। अनि पडकास्ट पछि के भयो भने इन्फ्लुएन्सर मार्केटिङ होइन। म पनि त्यही प्रोडक्ट ठिक लाग्यो भने गर्ने हो, नत्र चाहिँ कतिवटालाई चाहिँ राष्ट्रलाई नै कल गरेर इन्डियाको एउटा बाहिरको बेटिङ कम्पनीले अफर गरेको थिएँ, कस्तो पैसा दिँदो रहेछ यार तिनीहरूले। अनि म त्यहाँ भन्दै क्या राष्ट्रले अब गर्ने गर्छ एथिक्सको कुरा हो भने मैले मन मानेन, म गर्दिनँ तर तँलाई सोधेँ भन्ने के आउँदो रहेछ। र मेन चाहिँ कस्तो भने म चाहिँ के हुन खोजिरहेको छु भने मैले पहिला म्युजिकल इभेन्टहरू पनि होस्ट गरेँ, यताउता गरेँ, 8-10 हजारको क्राउडमा पनि होस्ट गरेँ होइन। अब चाहिँ सेन्स आइम इन्टु स्पोर्ट्स चाहिँ गरौँ न त होइन। सो मेरो लजिक के गरिरहेको छु मैले भने आई डु क्रिकेट फुटबल कमेन्ट्री, पडकास्टले गरेर चाहिँ कमेन्ट्रीमा बोलाउँदैन है फेरि मलाई, त्यो अर्कै दुनियाँ छ। तर म त स्पोर्ट्सको नलेज छ नि त, म इभेन्ट होस्ट गर्न सक्छु नि त। मैले मुएथाई गरिरहेको छु, म MMA गरिरहेको छु, अनि त्यसपछि ई स्पोर्ट्स पनि गरिरहेको छु। म नेपालमा हुने मोबाइल लेजेन्ड्सको क्वालिफिकेसनहरू होइन मलाई अफर पनि आएको छ कि बाहिर जानको लागि। त्यसै गरी त्यो के अरे नेपाल कबड्डी लिग होस्ट गरे हो क्या, कमेन्ट्री होइन क्या। सो मैले चाहिँ आफ्नो काम त्यसरी क्याटेगोराइज गरेको छु। म सबै खेलको पोख्त होइन कमेन्ट्री गर्नलाई, मेरो 2टा स्पोर्ट्स छ। त्यो बाहेक यस आई क्यान होस्ट, यु कल मी आई क्यान होस्ट। सो जस्ट लाइक पिपल डु कर्पोरेट इभेन्ट्स, कहिले म्युजिकल मात्र गर्छ, मेरो चाहिँ स्पोर्ट्सको छ क्या। त्यसरी च्यानल भएको छ। र पडकास्ट के यहाँ कहाँ आउँछ भन्दाखेरि पडकास्टले चाहिँ मलाई त्यो कन्सिस्टेन्ट मान्छेको दिमागमा चाहिँ म परिरहेको छु क्या। आई वान्ट टु बी द फर्स्ट नेम होइन, विथ अल ड्यु रेस्पेक्ट टु माई फ्रेन्ड्स एन्ड माई कम्पिटेटर्स। मलाई चाहिँ त्यो कुरामा चाहिँ आई हेभ टु बी नम्बर 1 फिल हुन्छ क्या। सही हो होइन त, सही हो, एकदम सही हो। दाइले अघि एकदम आफ्नो सेड्युलको टाइमको कुरा गर्नुभयो होइन। सो अब जाउँ है हो क्या बेला पनि भयो खास। हाउ डु यु म्यानेज यर टाइम? वाट डज सुशान्त प्रधान्स एभरेज डे लुक लाइक? म यार 8-9 बजेतिर उठ्छु, 9-10 बजे कहिलेकाहीँ उठेर एकचोटि सर न्युजहरू हेर्छु र 10देखि 12को बिचमा मेरो मल्टिपल अलार्म्सहरू बज्छ। सर्टन 10 बजे यो रिपोर्ट हेर, 10:30मा यो हेर, 11मा यो गर, 11:30मा यो गर। सन्डे मन्डेज मेरो स्केड्युल अलिकति डिफ्रेन्ट हुन्छ। मेरो अरू बिजनेस म टाइम दिन्छु सन्डे मन्डे चाहिँ। अरू दिन चाहिँ जस्तो कि मेरो जिमको भयो, अरू फ्यु बिजनेसेसहरू एभरेज एभ्रिडेको त्यो स्केड्युल अनुसारले रिपोर्ट्सहरूमा म रिलाइ गर्छु। 12-12:30 बजेपछि बल्ल म घरबाट निस्किन्छु। मोस्ट अफ द पडकास्ट मेरो 2-3 बजेतिर रिसेन्टली गर्न थालेछु, बिकज त्यसपछि फर्स्ट आई वान्ट टु गेट टु द जिम, वर्कआउट गरौँ, माइन्ड रिसेट जस्तो हुन्छ फर मी। त्यसपछि पडकास्ट छ भने पडकास्ट गरेँ त्यो दिन, नत्र भए चाहिँ घर गयो। अर एट टाइम्समा घरमै वर्कआउट पनि गर्दैछु। मलाई चाहिँ फेरि घरमा एकदमै बस्न मन लाग्ने मान्छे, फेरि निस्किन मन नलाग्ने। अनि पडकास्ट गरेपछि आई गो होम अगेन, रिपोर्ट्स या वर्क्सहरू केही छ भने एकचोटि सर हेऱ्यो। सकेसम्म आई लाइक टु ऱ्याप अप माई डे अर्ली। पडकास्ट नभएको बेलामा 3-4 बजे घर पुगौँ जस्तो लाग्छ मलाई। पडकास्ट भएको बेलामा पनि 6-7सम्म पुगौँ जस्तो लाग्छ। त्यसपछि त्यही अब आफूले पढ्नुपर्ने यताउति हल्का कुराहरू रिसर्चहरू गऱ्यो, अनि त्यसपछि डिनर, त्यसपछि रिल्याक्स, अनि आफ्नै ऱ्यान्डम रिसर्चहरू हुन्छ राति 1-2 बजीतिरसम्म, भिडियोज हेर्ने अन्त रिसर्च। तर मोस्टली मेरो त्यो हुँदैन सिरिजहरू मुभिजहरू टाइपको हुँदैन कि, इट्स अलवेज लाइक एक्सप्लेनर्स रेडिट ऱ्याबिट होल्स बुक्सहरू भयो यताउतिहरूमा पुगिरहेको हुन्छु। त्यसपछि आई स्लिप एट लाइक 1-2। मोस्ट अफ द टाइम अकुपाइड नै भइरहेको हुन्छ तपाईँ? केही न केही चाहिँ म गरि नै रहेको हुन्छु। कहिले एउटा म सोधिहालेँ, कहिले ट्राई गरेछौ 2-3 दिन म केही गर्दिनँ भनेर घर बस्न ट्राई गरेछौ? गर्छु म एट टाइम्स, बस्छौ। हप्तामा 1 दिन बस्न खोज्छु, त्यो चाहिँ तर पोसिबल हुँदैन होइन। एभ्री अदर विक जस्तोमा चाहिँ बसिरहेको हुन्छु म यार घरमा, केही पनि लिटरली केही पनि गर्दिनँ म अगेन। तर त्यही अब त्यो अब एक्सप्लेनरहरू हेर्ने, तिनीहरू डकुमेन्ट्रिजहरू हेर्नेलाई त अब त्यो त पार्ट अफ रमाइलो नै हो, त्यसरी हेर्छु। मैले किन सोधेँ भने द वे वी वर्क होइन, यस्तो हेक्टिक छ नि त। अनि लास्ट टाइम के भएको थियो, एकदम हेक्टिक थियो। अब म 1 हप्ता घर बस्छु भनेर बसेको होइन। पहिलो दिन बसियो, त्यही गरियो, यताउता नेटफ्लिक्स सबै रिभाइभ। दोस्रो दिन केही घरबाट चाहिँ निस्किन्न भनेर घन र किल्लासम्म त्यहाँ कोही ठोक्या छ, रेस्टलेस के ब्रो, सक्दैन रहेछ क्या हामी। म त्यही भएर सोधेको हो कि। मलाई चाहिँ एउटा हिसाब त बानी भएको छ मलाई, किन त्यो चाहिन्छ जस्तो पनि फिल भयो कि। अब pretty much worked for I don't know 2013 देखि अग्रेसिभली मर्निङ 6 to इभिनिङ 8-9सम्म वर्क गरेर कन्टिन्युसली वर्क गरेर हो। सो अहिलेको फेजमा चाहिँ मलाई काम गराउनको लागि मलाई धेरै इन्सेन्टिभ चाहिन्छ चाहिँ हो कि।
सो यो पोइन्टमा मेरोलाई चाहिँ त्यो पिस चाहिँ मेरो लागि एकदमै इम्पोर्टेन्ट छ र इफ आई कमिट अ विक 10 days भने त्योभन्दा अगाडिदेखि मैले सबै चिजहरू मिलाइसकेको हुन्छु म गएको बेलामा इफ देयर्स लाइक हुन्छ नि अब चेक्सहरू साइन गर्नुपर्ने त त्यो अगाडि गरेर हुन्छु मैले कसलाई रेस्पोन्सिबिलिटी दिनुपर्ने हेभ लाइक असिस्टेन्टहरू छन् मल्टिपल कामको लागि सो असिस्टेन्टलाई रेस्पोन्सिबिलिटी दिएर टिमहरूसँग गरेर राख्नु भने तर जहाँ गए पनि दिनको एउटा रिपोर्ट चाहिँ मौका आउँछ एउटा या दुईवटा रिपोर्ट चाहिँ मौका आउँछ त्यस्तो बेलामा 5-10 minutes एकचोटि हेर्ने हो कसलाई के गर्नुपर्ने हो सो म चाहिँ अहिले चाहिँ आई हेभ लर्न टु हुन्छ नि रिल्याक्स किनभने त्यो अननेसेसरली डु आई डिजर्भ इट भन्ने क्वेसन नै छैन त्यहाँ यस मैले रेस्ट लिइरहेको छु आई डिजर्भ इट अनि त्यो बेला चाहिँ त्योभन्दा अगाडि चाहिँ यस्तो सिस्टम बनाऊँ कि मलाई त्यो बेला चाहिँ डिस्टर्ब नहोस् भन्ने हिसाब चाहिँ हेर्छु त्यो ड्रेन्ड भएको दिनहरू हुँदैन कहिले मेन्टल्ली देयर आर डेज त्यस्तो हुने पनि तर इट्स पार्ट अफ द प्रोसेस नि त म त भनौँ न मेरो स्टार्टिङ बिजनेसबाटै गर्दाखेरि योभन्दा टफर टाइम्सबाट आएको फर मी दिस इज लाइक भेकेसन अहिले जहाँ छु म किनभने लाइफको 5-6 वर्ष त ग्राइन्ड नै गर्नु पऱ्यो त्यो बाहेक केही पनि अप्सन नै थिएन सो अहिले त्यो लेभलको ग्राइन्ड चाहिँ छैन क्या सो फर मी अहिले यो भनेको चाहिँ लाइक दिस इज अटो पाइलटमा मुभ गरिरहेको छु जस्तो फिल हुन्छ मलाई ओके आवाज लाइक के छ सेड्युल लिएर राखेको छु कि भन्नै पर्छ ल सो एकदम पढाउनुहुन्छ पनि होइन सुरु गरेँ फेरि अब उसले मलाई मोटिभेट गर्यो होइन तपाईँ पढाउनु पर्छ दाइ भनेर किन आफू पनि अपडेट भइन्छ नि त सुशान्त अनि पढाउनु थालेँ अब यसलाई आइज भने आउनु खोजिरहेको छैन सो फेरि पढाउनु थालेँ ग्याप लिएको थियो पढाउनु थालेँ बिहान 7:30 to 8:30 क्लास छ एभ्री डे छ लिएँ कि मैले पनि चाँडो उठ्नु पऱ्यो म 11-12मा उठ्ने कि त्यसपछि जिम गइरहेको छु सुरु गरेँ मैले फेरि अर्जुनसँग त्यसपछि घर आएर एकछिन रेस्ट गऱ्यो खाना खायो सकेसम्म 20 minutes को पावर न्याप और मेडिटेसन एकैछिन भयो नि मेडिटेसन गर्छु मजा लाग्छ यार माइन्ड फ्रेस हुन्छ त्यसपछि अहिले नेपाल सुपर लिग भइरहेछ सो त्यसपछि म अघिल्लो गेमको लेख्न बस्छु किनभने जस्तो आज चाहिँ मेरो कमेन्ट्री र कोचेसको इन्टरभ्युज फ्ल्यास इन्टरभ्युज छ अभिनवहरू प्री म्याचमा छ भोलि मेरो प्री म्याच भयो भने अब त्यसको हिसाबले कन्टेन्ट बनाउनु पर्छ कि सो म बेलुका भ्याउँदिनँ सो त्यो 2 घन्टा 3 घन्टाको टाइममा चाहिँ फुल रिसर्च जान्ने हो रेडी भएर जान्ने हो के भयो चाहिँ त्यो हिजो रिकल गर्नु पऱ्यो नि त 3 बजे रङ्गशाला पुगेपछि एकैचोटि सकिँदाखेरि 9:15 बज्छ एनएसएल नभएको बेला चाहिँ कि पडकास्टमा गयो 2टा सुट गरौँला कि यताउता त्यहाँ कामहरू हेऱ्यो और अहिले चाहिँ लेटली चाहिँ बिफोर एनएसएल यो मेरो लास्ट 1.5 month चाहिँ एकचोटि फेरि पोटेन्सियल स्पोन्सर्सहरूलाई भेट्ने थियो कतिजनालाई मसँग भेट्नु थियो त्यही गरौँ न भेटेर मिलेर काम गरौँ किनभने अहिले यो स्पोर्ट्स भएको भएर चाहिँ के भएको छ भने लट अफ ब्रान्ड्स उनीहरूले चाहिँ स्पोर्ट्समा पोटेन्सियल देख्यो के र अब एउटा कुरा के पनि आइरहेछ भने स्पोर्ट्स इज द नेक्स्ट बिग थिङ भनेर आइरहेछ के किनभने यहाँ छ नि त सबै चाम अस्ति वुमेन्स फुटबलमा देख्यो नि हामीले बिस्तारै एनएसएलमा देश गर्न बी अ बिग प्लेयर कमिङ इन अब मैले भन्न मिल्दैन होइन अनाउन्स गर्न पाइँदैन सो एकदमै ठुलो प्लेयर आउँदैछन् बुफन आयो नि जसरी हाइप दियो नि त ब्रो होइन त्यो हुँदैछ के सो त्यही हो मिटिङ्स गरिरहेको थिएँ दिउँसो अनि त्यहाँबाट अफिस चाहिँ जान्छु प्रायः सकेसम्म जान्छु कहिले भ्याउँदैन सो त्यसमै गइरहेको थियो मेरो चाहिँ दिन सेड्युल ओके आई थिङ्क हामी अब ऱ्यापअप पनि गर्नुपर्छ जस्तो थ्याङ्क यू सो मच 3 बजे कतै पुग्नु छ 3 बजे तपाईँलाई पनि पुग्नु छ सो लास्टमा के मेसेज टु दोज हु आर वाचिङ दिस वान्ट टु बी अ क्रिएटर किनकि यो क्रिएटरहरूलाई एम्पावर गर्नलाई नै यो कन्भर्सेसन भइरहेछ केही मेसेज छ भने दाइ ट्राई गरेर हेर्नुपर्छ लाइफमा जे पनि कुरा होइन त्यो म चाहिँ के भन्छु भनेपछि इनिसियल डेजमा इट सुडन्ट बी रिजल्ट ओरिएन्टेड इट सुड बी प्रोसेस ओरिएन्टेड तिमीलाई रमाइलो लाग्नु पऱ्यो तिम्रो टाइमको वर्थ इट हुनु पऱ्यो भ्याल्यु रिजल्ट्स आउने भनेको पछि हो सुरुमै फाइनेन्सियल गेन्सको या भन्छ करियरको बारेमा सोचेर लाग्यो भने त्यो पनि इम्पोर्टेन्ट छ अब देन सुरुमै लाग्यो भने बर्न आउट चाहिँ इजिली नै भइन्छ किनभने केही सुरुमा कसैले पनि सक्सेसफुल कोही पनि हुँदैन सो रमाइलोको पर्सपेक्टिभबाट हेर्ने हो अनि त्यसमा बिस्तारै बिस्तारै सिरियस हुँदै जाने हो एज यु सी दि अपर्च्युनिटिज तर आत्तेर भएन अनि आफूलाई प्रेसर राखेर भएन एन्ड देन लाइक त्यो डेडलाइन्स एन्ड देन लाइक हुन्छ नि आफ्नो मोनिटरी गोल्सहरू त्यो बिच्दै नबुझेको बेलामा सेट गरेर भएन एकचोटि पहिला बुझ्नु पऱ्यो रमाइलोको लागि त्यसपछि रियलिस्टिक हुन्छ त्यसपछि गोल्स सेट गर्ने हो अनि त्यसपछि मोस्ट इम्पोर्टेन्ट थिङ इज के गर्ने हो भने चाहिँ गरिहाल्नु पऱ्यो इट्स नट अबाउट बेटर क्यामराज अर बेटर माइक अब हुन त हामीहरू सबैजनासँग राम्रै इक्विपमेन्टहरू छ तर वी डिड स्टार्ट फ्रम समवेयर अनि त्यो यो अहिलेको सेटअप चाहिँ डेफिनेटली नै होइन सो स्टार्ट गर डोन्ट वरी अबाउट एभ्रिथिङ एल्स
त्यो सबै कुराहरू आउँछ वेन यु गेट इन्टु इट तिमीले त्यहाँ अपर्च्युनिटी देख्यो भने बल्ल इन्भेस्ट गर्ने हो नत्र ऱ्यान्डमली सबै किनेर राखेर अनि त्यसपछि त्यहाँतिर पछि पोसिबिलिटी देखेन भने चाहिँ अब हामी लाइक त्यो द्याट्स द रङ वे टु लुक एट इट यस्तो हो इफ युर न्यू कमर यु हेभ नथिङ टु लुज होइन रिस्क फ्याक्टरै छैन अलिकति नाम भएपछि चाहिँ अब मान्छेले राम्रो भएन भने के भन्ला आउँछ के मलाई चाहिँ फिल भएको थियो कि अनि किन स्पोर्ट्सबाट नाम बनाइसकेको होइन अब दिएपछि राम्रै प्रोडक्ट दिनुपर्छ भनेर तर ब्युटी चाहिँ केमा छ भने यो कुराको नि जब सुरु गरिरहेको थियो नि त कन्टेन्ट क्रिएसन सुरु गरेको थियो कसले पनि चिन्दैन थियो नि त त्यो बेला तिमी हामी गर्दाखेरि आफ्नै पाराले गर्थ्यौ नि त होइन सो त्यो चाहिँ फ्रिडम चाहिँ एउटा न्यू कमरलाई हुन्छ द्याट्स अ बिगेस्ट एडभान्टेज गर्दै जानु कन्सिस्टेन्सी हो अघि हामीले कुरा पनि गऱ्यौँ कन्सिस्टेन्सीको हालिराख्नु पऱ्यो भिडियोज तपाईँको बिचमा ब्रेक नगर्नुहोस् त्यो भएपछि एउटा एल्गोरिदम सेट हुन्छ होइन बिस्तारै टिम बढाउँदै जाने हामी पनि एकदम 3-4जनाबाट सुरु गरेको हो सुशान्तले भने जस्तै डेफिनेटली फर्स्ट सेट पनि हुँदैन जस्तो छ त्यस्तै होइन कोर के हो त पडकास्ट गर्दै गर्नुहुन्छ भने अडियो राम्रो बनाउनुहोस् भिडियो त मान्छेले एकैछिन हेर्छ क्या फिल बुझेपछि अब ऊ काम गर्न थाल्छ क्या 2 घन्टा त यसरी बसेर हेर्दैन काम गर्दै त्यो पनि 4-5चोटिमा सघाउने हो क्या पडकास्ट लामो भयो भने सो जस्ट स्टार्ट कन्टेन्टमा चाहिँ फोकस गर्नुहोस् कन्टेन्टमा रिसर्च गर्नुहोस् रिसर्च इन्टरनेट इज योर गुरुजी त्यति हो थ्याङ्क यू सो मच फर वाचिङ थ्याङ्क्स टु इसेवा मोस्टली यो पैसा खर्च गर भन्ने नोइजको बिचमा पैसा कमाउनुपर्छ है भन्ने कन्भर्सेसन स्टार्ट गरेकोमा एन्ड थ्याङ्क यू टु बोथ अफ यू थ्याङ्क यू सो मच फर हाम्रो इन्भिटेसन स्वीकार गरेर आइदिनु भएकोमा इसेवाको तर्फबाट सानो गिफ्ट तपाईँलाई छैन दाइ नदिनु मै राख्छु थ्याङ्क यू सो मच फर कमिङ थ्याङ्क यू विनायक थ्याङ्क यू इसेवा थ्याङ्क यू सो मच विनायक यार कल गरेर नरौँ यार आँस पनि